विद्यार्थी सम्पूर्णमा आज 2083 4 महिना 3 गते इन्जिनियर्स डेको सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छु र हाम्रो टेक्निकल सेसनहरुमा अहिले टेक्निकल सेसन इन कोलाबोरेसन विथ स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल को हाम्रो यस सेसनका सेसन चेयर हुनुहुन्छ हाम्रो सुरेश रेग्मी सर। उहाँलाई म आमन्त्रण गर्न चाहन्छु। इन्जिनियर सुरेश कुमार रेग्मी सर राजमार्ग तथा पुल इन्जिनियर अत्यन्त प्रतिष्ठित विशेषज्ञ हुनुहुन्छ। उहाँसँग 5 दशक भन्दा बढी उत्कृष्ट व्यावसायिक अनुभव रहेको छ। उहाँले संरचनात्मक इन्जिनियरिङ स्ट्रक्चरल इन्जिनियरिङमा स्नातक मास्टर्स उपाधि हासिल गर्नुभएको छ। उहाँले नेपाल सरकारमा 34 वर्षमा उदाहरणीय सेवा प्रदान गर्नुभएको छ। यस अवधिमा उहाँले सडक विभागमा क्षेत्रीय निर्देशक तथा उप महानिर्देशक लगायतका महत्त्वपूर्ण नेतृत्वदायी पदहरूमा कार्य गर्नुभएको थियो। यी जिम्मेवारीहरूमा रहँदा उहाँले नेपालको पूर्वाधार विकासमा ऐतिहासिक योगदान दिनुभएको, विशेष गरी काठमाडौँ निजगढ फास्ट ट्र्याक एक्सप्रेसको अवधारणा तथा सुरुवातमा अग्रणी भूमिका खेल्नुभएको साथै सडक विभाग डिभिजन एन्ड बिल्ड ठेक्का प्रणालीको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँले नेपालकै पहिलो 4 लेन राजमार्ग पुलका रूपमा परिचित 800 मिटर लामो महाकाली पुल परियोजना टोली प्रमुख टिम लिडर रहनुभएको थियो। यस अतिरिक्त उहाँले 100 भन्दा बढी लामो स्पान भएका एक्सप्रेसवे पुलहरू प्रारम्भिक डिजाइन तयार गर्नुभएको छ। उहाँको प्राविधिक तथा नीतिगत योगदान अन्तर्गत जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय नीति ढाँचा तयार पार्ने योगदान रहेको छ। साथै सडक विभाग करिब 1 दर्जन प्राविधिक मापदण्डको तयारी तथा प्रकाशनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ। त्यस्तै हाम्रो स्पिकरमा हुनुहुन्छ इन्जिनियर डाक्टर राघवेन्द्र यादव। उहाँलाई पनि म आमन्त्रण गर्न चाहन्छु। उहाँ पुल तथा संरचनात्मक इन्जिनियर काठमाडौँ तराई मधेस फास्ट ट्र्याक सडक योजना। डाक्टर राघवेन्द्र यादव पुल तथा संरचनात्मक इन्जिनियर एक अत्यन्त दक्ष तथा अनुभवी विशेषज्ञ हुनुहुन्छ। उहाँले चीनको फुझौ विश्वविद्यालयबाट पुल तथा सुरुङ इन्जिनियरिङ विषयमा विद्यावधि प्राप्त गर्नुभएको छ। नेपाल तथा विदेशका ठुला पूर्वाधारका योजनाहरू डिजाइन निर्माण सुपरिवेशक तथा प्राविधिक मूल्याङ्कनमा उहाँसँग 1 दशक बढी अनुभव रहेको छ। उहाँको काठमाडौँ तराई मधेस फास्ट ट्र्याक एक्सप्रेसवे, ग्वारको फ्लाइओभर तथा विभिन्न लामो स्पान भएका आर्च कङ्क्रिटले भरिएका स्टिल ट्युब पुल जस्ता राष्ट्रिय महत्त्वका परियोजनाहरूमा महत्त्वपूर्ण योगदान दिनुभएको छ। उहाँले शैक्षिक अनुसन्धानलाई व्यावहारिक इन्जिनियरिङ अनुभवसँग सफलतापूर्वक जोड्नु भएको छ। उहाँको व्यावसायिक अनुभवमा संरचनात्मक डिजाइन, पुराना संरचना शिथिलीकरण, भूकम्पीय सम्पन्न मूल्याङ्कन तथा निर्माण सुपरिवेक्षण समावेश छन्। यी कार्यहरूले उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठान जर्नल सम्मेलनहरूमा प्रकाशित 25 भन्दा बढी प्राविधिक अनुसन्धान लेखा मार्फत थप सिद्धि बनाउनु भएको छ। त्यस्तै हाम्रो अर्को स्पिकरमा हुनुहुन्छ इन्जिनियर अरुण पौडेल सरलाई म आमन्त्रण गर्न चाहन्छु। इन्जिनियर अरुण पौडेल संरचनात्मक इन्जिनियर तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुलचोक क्याम्पसका सिभिल इन्जिनियरिङ विभागका सहायक प्राध्यापक हुनुहुन्छ। उहाँले सोही संस्थाबाट संरचनात्मक इन्जिनियरिङमा स्नातक एमएससी उपाधि प्राप्त गर्नुभएको हो। उहाँको शोध प्रबन्धक नेपालको सन्दर्भमा कङ्क्रिटले भरिएका स्टिल ट्युब स्तम्भहरूको दबावमा हुने व्यवहार सम्बन्धी थियो। उहाँको अनुसन्धानको मुख्य क्षेत्र स्टिल कङ्क्रिट संयुक्त कम्पोजिट संरचना हो। विशेष गरी गतिशील भार, डाइनामिक लोडिङ, आगलागी फायर लोडिङ तथा विस्फोट ब्लास्ट लोडिङको अवस्थामा यस्ता संरचनाले गर्ने कार्य सम्पादनबारे उहाँले अनुसन्धान गर्नुभएको छ। साथै बाँसबाट निर्मित संरचना तथा ग्याबिन ब्याट सहितको माटो गाला चिनाई सम्बन्धी अनुसन्धानमा पनि उहाँको सक्रिय हुनुहुन्छ। उहाँले नेपालमा सिएफएसटी पुलको डिजाइन तथा अवधारणात्मक डिजाइन कार्यको नेतृत्व गर्नुभएको छ। तीमध्ये तिनाउ खोला पुल र बुढी राप्ती पुल प्रमुख हुन्। उहाँ नेपालकै पहिलो सिएफएसटी पुल सम्बन्धी अनुसन्धान लेखाका सहलेखक हुनुहुन्छ। उक्त अनुसन्धान चीनको फुझौमा आयोजित 10औं अन्तर्राष्ट्रिय आर्क पुलमा प्रस्तुत गरेको थियो। यसका अतिरिक्त उहाँले चीनको छाउनाचाउमा आयोजित तथा स्पेनको बार्सिलोनामा आयोजितमा प्रमुख वक्ताका रूपमा प्रस्तुत दिनुभएको छ। उहाँका अनुसन्धानका कार्य अन्तर्राष्ट्रिय
1 देखि 3 स्तरका जर्नलहरू तथा राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन्। साथै उहाँले इन्जिनियर सम्बन्धी विभिन्न पुस्तकहरू पनि लेख्नु भएको छ। उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, महानगर फेलोसिपी लगायतका संस्थाबाट विभिन्न अनुदान प्राप्त गर्नुभएको छ। त्यस्तै हाम्रो स्पिकरका रूपमा हुनुहुन्छ इन्जिनियर डाक्टर गोविन्द प्रसाद लामिछाने सरलाई म मञ्चमा आउन आग्रह गर्न चाहन्छु। म प्रोफेसर डाक्टर गोविन्द प्रसाद लामिछाने एक प्रतिष्ठित संरचनात्मक इन्जिनियर तथा पोखरा विश्वविद्यालयका प्रधानाध्यापक हुनुहुन्छ। यसअघि उक्त विश्वविद्यालयको विज्ञान तथा प्रविधिक संकायका डिन समेत रहनुभएको थियो। उहाँले रुसको पिपुल्स फ्रेन्डसिप युनिभर्सिटीबाट संरचनात्मक इन्जिनियरिङमा विद्यावादी PhD प्राप्त गर्नुभएको छ। साथै पोर्चुगलको युनिभर्सिटी अफ पोर्टो र फ्रान्स युनिभर्सिटी लेन्टुकोमा भूकम्प तथा सिभिल इन्जिनियरिङ सम्बन्धी पोस्ट डक्टरल अनुसन्धान सम्पन्न गर्नुभएको छ। संरचनात्मक डिजाइनको क्षेत्रमा उहाँको योगदान अत्यन्त उल्लेखनीय छ। उहाँ गण्डकी नदीमा माथि रहेका 522 मिटर लामो रिड सङ्गम बहु स्पान ट्रेल पुल का डिजाइनर हुनुहुन्छ। त्यस्तै हाम्रो अर्को प्यानलिस्टमा अब हाम्रो हुनुहुन्छ डाक्टर भरत मण्डल सर। उहाँलाई पनि म आसनमा आग्रह गर्न चाहन्छु। डाक्टर भरत मण्डल सिभिल इन्जिनियर तथा संरचनात्मक इन्जिनियरका अत्यन्त प्रतिष्ठित विशेषज्ञ हुनुहुन्छ। उहाँसँग नेपाल र भारतमा 29 वर्षभन्दा बढी शैक्षिक संरचनात्मक डिजाइन तथा फ्रेन्सिक डिजाइनको अनुभव रहेको छ। उहाँ इटली रिमी स्थित साइपिन्जा विश्वविद्यालयबाट संरचनात्मक इन्जिनियरिङमा विद्यार्थी PhD प्राप्त गर्नुभएको छ। साथै स्नातक, ब्याचलर्स तथा स्नातक मास्टरको तहको अध्ययन इन्स्टिच्युट अफ इन्जिनियरिङ आइओए पुल्चोक क्याम्पसबाट सम्पन्न गर्नुभएको हो। त्यस्तै हाम्रो अर्को प्यानलिस्टमा हुनुहुन्छ इन्जिनियर साकिल मानन्दर सरलाई म आग्रह गर्न चाहन्छु मञ्चमा आसन गर्न। इन्जिनियर साकिल मानन्दर सर एक अत्यन्त दक्ष सिभिल तथा संरचनात्मक इन्जिनियर हुनुहुन्छ। उहाँसँग पुल डिजाइन, सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनको क्षेत्रमा व्यापक अनुभव र विशेषता रहेको छ। उहाँले इन्स्टिच्युट अफ इन्जिनियरिङ आयो पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा पुल विषयमा विशेषता सहित संरचनात्मक इन्जिनियरिङमा स्नातक उपाधि हासिल गर्नुभएको छ। त्यस्तै हाम्रो प्यानलिस्टमा हुनुहुन्छ इन्जिनियर डाक्टर विष्णु गौतम सरलाई म आसन गर्न चाहन्छु। डाक्टर विष्णु गौतम पुल तथा संरचनात्मक इन्जिनियरिङका एक दक्ष तथा अनुभवी विशेषज्ञ हुनुहुन्छ। उहाँले चीनको जेजुआङ विश्वविद्यालयबाट पुल तथा सुरुङ इन्जिनियरिङ विषयमा विद्यार्थी PhD प्राप्त गर्नुभएको छ। उहाँसँग 15 वर्षभन्दा बढी व्यावसायिक अनुभव रहेको छ। यस अवधिमा उहाँले पुलको डिजाइन पुनरावलोकन, निर्माण सुपरिवेक्षण, संरचनात्मक मूल्याङ्कन तथा पुनर्स्थापना सम्बन्धी कार्यहरूमा महत्त्वपूर्ण योगदान दिनुभएको छ। त्यस्तै हाम्रो अर्को प्यानलिस्टमा हुनुहुन्छ इन्जिनियर डाक्टर भरत प्रधान सर। मोडरेटरमा हुनुहुन्छ डाक्टर भरत प्रधान सरलाई म आसन गर्न चाहन्छु। हाम्रो भरत प्रधान सर एक दक्ष संरचनात्मक डिजाइनर, अनुसन्धानकर्ता तथा डिजाइनर हुनुहुन्छ। उहाँसँग 14 वर्षभन्दा बढी व्यावसायिक अनुभव रहेको छ। उहाँले इन्स्टिच्युट अफ इन्जिनियरिङ आयो पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा ब्याचलर उपाधि प्राप्त गर्नुभएको छ। त्यसपछि जर्मनीको बाउहाउस विश्वविद्यालयबाट संरचनात्मक इन्जिनियरिङमा स्नातक तथा इटलीको युनिभर्सिटी अफ पालोफ्रोमबाट संरचनात्मक तथा भू प्राविधिक इन्जिनियरिङमा विद्यार्थी PhD प्राप्त गर्नुभएको छ। उहाँले युनिभर्सिटी अफ फ्लोरोमामै पोस्ट डक्टरल अनुसन्धान पनि सम्पन्न गर्नुभएको छ। त्यस्तै हाम्रो अब रिपोर्टरमा हुनुहुन्छ हाम्रो इन्जिनियर किशोर विक्रम शाही। त्यस्तै हाम्रो अर्को हुनुहुन्छ रितेश यादव र अर्को हुनुहुन्छ हाम्रो किरण केसी सर। उहाँहरूलाई पनि म आफ्नो ठाउँबाट रिपोर्ट गर्न अनुरोध गर्दछु। हस् त मोडरेटर सर अब सुरु गर्नुहोला। हेलो, थ्याङ्क यू तेज सर। धेरै नै लामो डिस्क्रिप्सन गरिदिनु भयो, त्यही भएर ढिला नगरी म आजको हाम्रो यो टेक्निकल सेसन जुन चाहिँ ब्रिज फेलियर्स टु ब्रिज फ्युचर्स इन्जिनियरिङ इन्साइट्स एन्ड मल्टी क्राइटेरिया कन्जर्भेसन फ्रेमवर्क भनेर जुन हामीले टाइटल राखेका छौँ त्यतातिर प्रवेश गर्न चाहन्छु। यसमा हाम्रो आज दुईजना वक्ता हुनुहुन्छ प्रेजेन्टर, हाम्रो डाक्टर राघवेन्द्र यादव र अरुण पौडेल। हाम्रो डाक्टर राघवेन्द्रले चाहिँ ब्रिज फेलियर्सलाई
त्यसको चाहिँ स्ट्रक्चर फेलियर त्यसको फोरेन्सिक साइडलाई कभर गर्नुहुन्छ भने हाम्रो अरुण पौडेलज्यूले चाहिँ बेसिकली त्यसको हिस्टोरिक ब्रिजेस र त्यसको कन्जर्भेसन क्राइटेरियाहरूलाई अलिकति एएचपी क्राइटेरियामा प्रस्तुत गर्नुहुन्छ र त्यसैलाई लिएर हामी अगाडि बढ्न चाहन्छौँ। त्यसैले म अब चाहिँ छिट्टै हाम्रो डाक्टर राघवेन्द्र यादव प्लिज टेक योर पोजिसन एन्ड प्रेजेन्ट अस। थ्याङ्क यू। नमस्ते, यस सेसनका सेसन चेयर, प्यानलिस्ट, मोडरेटर सर र इन्जिनियर सर म्याडमहरू, म आज इन्जिनियरिङ इन्साइट्स इन्टु ब्रिज फेलर्स इन नेपालको बारेमा प्रेजेन्टेसन गर्न गइरहेको छु। मेरो नाम राघवेन्द्र यादव। हाम्रो सबै इन्ट्रोडक्सन अघि नै भइसक्यो हो, त्यही भएर म डिटेलमा प्रेजेन्टेसनतिर ओके त्यो अनुसार म अगाडि बढ्न गइरहेको छु। यो मेरो प्रेजेन्टेसनको आउटलाइन एकदम सर्टकटमा इन्ट्रोडक्सन छ, कजेज अफ फेलर अफ ब्रिज केस स्टडी छ र डिस्कसन छ र कन्क्लुडिङ रिमार्क्स समथिङ। जो ब्रिजको फेलर स्टडी किन इम्पोर्टेन्ट छ हाम्रो लागि? मेन भनेको हाम्रो ब्रिज भनेको लाइफलाइन हो माउन्टेनियस टेराइनको लागि, र यसले ट्रान्सपोर्टेसन डिस्टर्ब गर्छ, इमर्जेन्सी सर्भिस र इकोनोमिक लोकल डिस्टर्ब गर्छ। त्यही भएर त्यसले हामीलाई एज ए इन्जिनियर, ब्रिज इन्जिनियर हेल्प गर्छन् कसरी सेफ र इन्फ्रास्ट्रक्चर बनाउने भनेर। ब्रिज किन फेल हुन्छन्? यो ब्रिज फेल हुने कारण मेन भनेको फ्लड हाम्रो नेपालमा, त्यसपछि डिजाइन र कन्स्ट्रक्सनको इररहरू छ, त्यस्तै ओभरलोड भेहिकलको र फ्ल्यास फ्लड ड्युरिङ कन्स्ट्रक्सन, र अर्को भनेको भेहिकल कोलिजन अन द सुपर स्ट्रक्चरको भन्दैछौँ। अरू डिफ्रेन्ट कजेजहरू छ, त्यो खासै यहाँ नेपालमा भएको छैन, रेकर्डेड छैन। जसरी अर्थक्वेकमा पनि हाम्रो ब्रिजहरू फेल भएन, त्यही भएर यो कजेजहरूलाई हामी फोकस गरेका छैनौँ। त्यसरी 95 ब्रिजेसको स्याम्पल ल्याएको थिएँ। त्यो स्याम्पलमा मोस्टली चाहिँ फ्लड ड्युरिङ कन्स्ट्रक्सन, सुरुमा कन्स्ट्रक्सन गर्ने बेलामा टेकाहरू बगाएर लाने, र अर्को चाहिँ हाम्रो मोस्टली फ्लडको केसमा। जसरी 2024 बाढी आयो, त्यो बाढीले गर्दाखेरि त्यस्तो बगायो, मेलम्चीको बाढी, त्यस्तै बाढीले गर्दाखेरि भइरहेको ब्रिजहरूलाई बगाएर लाग्यो। अरू ओभरलोड, डिजाइन एन्ड कन्स्ट्रक्सन इरर, भेहिकल कोलिजनको पर्सेन्टेज एकदम कम छ। अब त्यही यो कजेजमा फ्लडको कजेज भनेको स्कर्ड एराउन्ड द ब्रिजेज हुन्छ, फाउन्डेसन, अरू रिभर ब्याङ्कको इरोजनले गर्दाखेरि हुन्छ, हाई फ्लड डिस्चार्ज एन्ड वाटर प्रेसरको कारणले गर्दाखेरि, इम्प्याक्ट अफ फ्लोटिङ डेब्रिस एन्ड लग्स, त्यस्तै चेन्जेस इन द रिभर ड्युरिङ फ्लड्स, रिभर च्यानलको। अब यो हेर्दाखेरि हामी हेर्नु केस स्टडीमा सुनकोशी ब्रिज फोक्सिङ टार, यो ब्रिज हाम्रो 24 को सेप्टेम्बर महिनामा गएको फ्लडले गर्दाखेरि, यो एक्जिस्टिङ ब्रिज, यो बाढी आइसकेपछि ब्रिजै बगाएर 8% पुरै गयो। त्यस्तै हामी बागमतीको बगुवा ब्रिज, यो हेर्दाखेरि एउटा स्पान फ्लडले गर्दाखेरि। त्यस्तै बागमतीमा भएको माल्टाको ब्रिज, बेली ब्रिज थियो, त्यहाँ छैन अहिले। त्यस्तै यसलाई प्रिभेन्सन गर्न फ्लड्सको कारणले भएपछि यो डिजाइन फाउन्डेसन विथ एडुकेट स्काउट डेप्थको लागि र प्रोटेक्सनहरू, स्काउट प्रोटेक्सनहरू गर्नु पर्यो, रिभर ट्रेनिङ वर्कको इम्प्रुभमेन्ट गर्नु पर्यो, त्यस्तै रेगुलर इन्स्पेक्सनहरू गरिराख्नु पर्यो सुरुदेखि।
अब डिजाइन फेलर ड्यु टु कन्स्ट्रक्सन इरर्स, यो भनेको के हो भने डिजाइन लोड्सहरू अन्डर इस्टिमेट भयो भने त्यस्तो केसमा जान्छ। त्यस्तै स्ट्रेन्थ र स्ट्रक्चरल स्ट्रेन्थ र स्टेबिलिटी कम भएको बेलामा, पुवर फाउन्डेसन डिजाइन, त्यो किन हुन्छ भने इन्सफिसियन्ट इन्भेस्टिगेसन डाटा र हाइड्रोलिक क्यालकुलेसनहरू इम्प्रोपर भयो भने। त्यसपछि स्ट्रक्चरल एजुम्सन, सर्टेन केसमा एजुम्सनहरू पनि रङ भयो भने जान्छ डिजाइन फेलरहरू। यो हेर्नुभयो भने जब्दी घाटको ब्रिज, यो सेम सर्टेन कन्स्ट्रक्सन इरर्स प्लस डिजाइनतिर जान सकिन्छ, कन्स्ट्रक्सन एन्ड डिजाइन इरर्समा। जब्दी घाटको पुल, सिमिलरली कमलाको पुल कन्स्ट्रक्सन एन्ड डिजाइन इरर्सबाट यिनीहरू। त्यस्तै कावा खोला ब्रिज, स्टिल ट्रस, प्रिएस्टेस्ट स्टिल ट्रस, एक्सटर्नल प्रिएस्टेसिङ। त्यस्तै लामगढी ब्रिज, यिनीहरू। यस्तो प्रिभेन्सन गर्नलाई के हुन्छ भने प्रोपर पहिला साइट इन्भेस्टिगेसन गर्नु पर्यो, स्ट्यान्डर्डहरू राम्रोसँग फलो गरेको हुनु पर्यो डिजाइन कोड्सहरू। त्यसपछि क्वालिटीमा कन्ट्रोलमा रेस्ट्रिक्ट गर्नु पर्यो ड्युरिङ कन्स्ट्रक्सन, र हाइड्रोलिक र स्काउटको स्टडी राम्रोसँग गर्नुपर्ने हुन्छ, र करेक्ट स्ट्रक्चरल एजुम्सनहरू, ब्रिज डिजाइन गर्नलाई एजुम्सनहरू के हुन्छ त्यो अनुसार। त्यसपछि अर्को कज आयो हाम्रो ओभरलोडको। नेपालमा ब्रिजहरू ओभरलोडको कारणले गर्दा पनि फेल भइरहेछ। त्यो ओभरलोडहरू के हो भने हेभी ट्रक्सहरू, अहिले पहिला बनाएको पुलहरू कम लोडको लागि डिजाइन गरेका थियो भने अहिले डिजाइन लोड पनि बढेको हो। अर्को चाहिँ हाम्रो हेभी भेहिकल्सहरू आउन थाल्यो, इन्डस्ट्रियल रिभोल्युसन गर्दाखेरि ठुल्ठुलो इक्विपमेन्टहरू ल्याउँदाखेरि यो फेलहरू हुन थाल्यो। त्यसपछि इन्क्रिज ट्राफिक बियोन्ड द डिजाइन, जति बेला गरेको थियो त्यस बेला कम थियो। अर्को ओभर साइजको भेहिकलहरू आउन थाल्यो र विक इन्फोर्समेन्ट, तिनीहरूलाई गर्दाखेरि र ओल्डर ब्रिजहरू पनि ओल्डर हुन थाल्यो, त्यही कारण फेलहरू। अब हेर्नु ओभरलोडको इक्जाम्पलमा विनय खोला ब्रिजमा ठुलो भेहिकल आयो, यसरी गयो यिनीहरू। त्यस्तै अरुण खोला ब्रिज, यो बेली ब्रिज थियो, बेली ब्रिज यसरी ठुलो डबल, किनभने बेली ब्रिजमा 1 भेहिकल्स एट अ टाइम हुन्छ, यहाँ दुईवटा ट्रक एकैचोटि जाँदाखेरि। त्यस्तै चोरमारा ब्रिजमा पनि सेमै ठुलो हेभी भेहिकल गयो। अर्को अरुणको फेरि अर्कै ब्रिज थियो, त्यो पनि यस्तै ठुलो हेभी भेहिकल आउँदाखेरि गएको हो। यिनीहरूलाई प्रिभेन्सन गर्नलाई एक्सल लोडमा लिमिट गर्नुपर्छ, रेस्ट्रिक्ट गर्नुपर्छ ब्रिजहरूमा। तिनीहरू डिस्प्ले लोडको बोर्डको साइनहरू हालिदिनु पर्ने हुन्छ, इन्सपेक्सनहरू र स्ट्रेन्थिङहरू गरिराख्नुपर्ने हुन्छ बेला बेलामा, अपग्रेड। अब फ्लडको कारण मेनली के हुन्छ, हेभी रेनफल, टेम्पोररी प्रोटेक्सन र पुवर कन्स्ट्रक्सन प्लानिङ। यो हेर्दाखेरि हाम्रो बडीगार्ड खोला ब्रिज फर्स्ट टाइम, यो दुईचोटि यो ब्रिज गर्दाखेरि दुईचोटि, एउटा 76-11 मा गएको हो, त्यही ब्रिज फेरि सेकेन्ड टाइम 77-13 सेम। यो भनेको फ्ल्यास फ्लड हेर्दाखेरि यहाँ फमक पनि राम्रोसँग, स्काफोल्डिङ पनि राम्रै छ, तर पनि फ्ल्यास फ्लडले गर्दाखेरि। त्यसरी गरदुवा रिभर ब्रिजमा यो फ्ल्यास फ्लडले गर्दाखेरि यो स्काफोल्डिङ सेटल डाउन भयो र गयो। त्यसरी प्रिभेन्ट गर्नलाई मनसुन पिरियड चाहिँ हेर्नुपर्ने हुन्छ, वेदरको फोरकास्ट गरिराख्नुपर्ने हुन्छ, टेम्पोररी प्रोटेक्सनहरू गरिराख्नुपर्ने हुन्छ यिनीहरूमा, र इमर्जेन्सी रेस्पोन्स प्लान। त्यसरी हाम्रो भेहिकल कोलिजनबाट पनि ब्रिजहरू जान्छन्। भेहिकल कोलिजनको कारण के हो भने ड्राइभर इरर अर लसेज अर इनएडिक्वेट वार्निङ साइन्स अर पुवर रोड जियोमेट्री र क्र्यास ब्यारियरहरू नभएको हुनाले। यो हाम्रो हेर्नुभयो भने अरुण खोलाको ब्रिज, यहाँ क्र्यास ब्यारियर पनि राम्रोसँग छैन, ड्राइभरले यसरी हानेपछि यो गएको हो। यो चाहिँ ड्यामेज भएको ब्रिज, यो मेन्टेनेन्स पछि गरियो। त्यसरी जयश्री खोलामा ट्रकले गर्दाखेरि, त्यसरी बौलाहा खोला ट्रकसँग भेहिकल कोलिजनले। यिनीहरूमा के गर्नुपर्छ भने क्र्यास ब्यारियरहरू प्रोटेक्टिभ राख्नुपर्ने हुन्छ, र वार्निङ साइनहरू र रोड जियोमेट्रीहरू राम्रोसँग मिलाएर राख्नुपर्ने हुन्छ। अब यो भइसकेपछि हामी डिस्कसनमा यिनीहरू क्लाइमेट चेन्जको इफेक्टहरूको बारेमा डिस्कसन गरेर राख्नुपर्ने हुन्छ। नट इडेक्वेट छ, अहिले भनेको क्लाइमेट चेन्ज हामी 10% जुन गरिरहेछौँ हाइड्रोलोजीबाट, मेबी बढाउनु पर्ने हुनसक्छ, त्यो हेर्नुपर्ने हुन्छ। क्र्यास ब्यारियरहरूको प्रोभिजनहरू सबैमा राम्रोसँग, प्री मनसुन फ्लडको कन्स्ट्रक्सनको कुरा, ओभरलोड भेहिकलहरूलाई कसरी रेस्ट्रिक्ट गर्ने, त्यसपछि हाइड्रोलोजी र प्रोपर इन्भेस्टिगेसन गर्नुपर्ने हुन्छ। त्यसपछि डिजाइनको कन्सिडरेसन एजुम्सनहरू राम्रोसँग हेर्नुपर्ने हुन्छ। यसमा मेरो कन्क्लुडिङ रिमार्क्स छ भनेको गुड डिजाइन एन्ड क्वालिटी
कन्स्ट्रक्सन रिड्युस फेलर भनेर रेगुलर इन्स्पेक्सन एन्ड मेन्टेनेन्स गर्नुपर्ने हुन्छ। सेफ्टी चाहिँ मा ध्यान दिनुपर्ने हुन्छ। एभोइड ओभरलोड भेहिकल्सको लागि र पर्फर्म प्रोपर इन्भेस्टिगेसन जियो टेक्निकल र हाइड्रोलोजिकल गर्नुपर्ने हुन्छ। यति भन्दै म यहाँ सबैलाई धन्यवाद दिँदै विशेष नेपाल इन्जिनियर्स एसोसिएसन र स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाललाई धन्यवाद दिन चाहन्छु। म आफ्नो यही तपाईँले एकदम टाइम पनि मेन्टेन गर्नुभयो र हामीलाई क्विकली ब्रिज फेलियर्सहरू डिफ्रेन्ट प्रब्लम्सहरूलाई पनि देखाइदिनु भयो। अब म अरुण पौडेल सरलाई अगाडि आएर आफ्नो प्रेजेन्टेसनको लागि नमस्कार गुड आफ्टरनुन टु अल अफ यु। मेरो नाम चाहिँ अरुण पौडेल। हाम्रो राघवेन्द्र सरले भन्नुभयो जस्तै हाम्रो एकदमै एक्सटेन्सिभ इन्ट्रोडक्सन भइसकेको छ, त्यही भएर मैले त्यसलाई चाहिँ एकदमै छुट्याएर जस्ट आज चाहिँ हामीले सरले चाहिँ ब्रिज फेलियरको बारेमा भनिसक्नु भयो। त्यसको लागि प्रिभेन्सन के गर्न सकिन्छ त्यसको बारेमा चाहिँ सरले चाहिँ एकदम डिस्क्रिप्टिभ वेमा भनिसक्नु भएको छ। मेरो चाहिँ मोर अन म्यानेजमेन्ट पार्टमा छ, ब्रिज फेलियर म्यानेजमेन्ट जुन छ त्यो पार्टमा चाहिँ अलिकति मैले चाहिँ फोकस गर्ने प्रयास गरेको छु र यो चाहिँ हामीले नै पब्लिस गरेको एउटा पेपरमा चाहिँ आधारित भएर चाहिँ यो प्रेजेन्टेसन तयार पारिएको छ। जस्ट टु गिभ यु एन आइडिया होइन त, यो एउटा चाहिँ फोटोबाट चाहिँ मैले स्टार्ट गरेँ। यो तपाईँले हेर्नुभयो भने चाहिँ यो हाम्रो कर्णालीको ब्रिज हो। कर्णालीको ब्रिजको चाहिँ बर्दियापट्टिको साइट हो यो चाहिँ। त्यतापट्टि चाहिँ तलपट्टि गएर हेर्नुभयो भने यो ब्रिजमा चाहिँ अब हामी सबैलाई थाहा भएकै कुरा हो, 2 वर्ष अगाडि एउटा घटना पनि घटेको थियो जहाँनिर चाहिँ हाम्रो ट्रकमा चाहिँ फायर भएर 14वटा भने पनि वास्तवमा 6वटा चाहिँ केबलमा चाहिँ अलिकति एक्सटेन्सिभ चाहिँ हाम्रो असर पनि गरेको छ भन्ने कुरो पनि आयो। तर त्यसबाहेक पनि अब फाउन्डेसनमा गएर हेरिरहँदाखेरि चाहिँ के देखिन्छ भने त्यो तल्लोपट्टिको भाग हो यो चाहिँ होइन। त्यहाँनिर चाहिँ नटहरू चाहिँ के भएको हाम्रो सडन हाम्रो बोल्टहरू नै के भइसकेको फेल भइसकेको, त्यहाँ सडन मुभमेन्ट भइरहेको। तर अब यसलाई कसरी गर्ने भन्ने चाहिँ एउटा प्रोपर च्यानल भनौँ न हाम्रो गाइडलाइन्स वा पोलिसी नभएको हुनाले चाहिँ यसलाई चाहिँ अब एउटा इन्डिभिजुअल केसको रूपमा चाहिँ उहाँले चाहिँ स्टडी गरिरहनु भएको छ, डियुआरले गरि नै रहनु भएको छ। तर मोर अन आज हामी फोकस चाहिँ केमा गर्न खोजिरहेका छौँ भने यस्तो केसेसहरूलाई चाहिँ के चाहिँ हामीले होलिस्टिक वेमा चाहिँ हेर्न सक्छौँ कि सक्दैनौँ, नेसन वाइड एउटा पोलिसी बनाउन सकिन्छ कि सकिँदैन त, हो त्यसको बारेमा चाहिँ आज हामी छलफल गर्छौँ। बेसिकली हाम्रो यो पोलिसीको ल्याक जुन छ हो त्यसले गर्दा के भएको छ सरले भनिसक्नुभयो। विनय खोला भयो होइन त, गिरुबारीको त्यो चोरमाराको ब्रिज भयो, त्यसबाहेक चाहिँ हाम्रो पुण्यमाता जुन हाम्रो खोला ब्रिज छ जुन चाहिँ हामी हाम्रो अर्को के भन्छ अल्टरनेट वेको रूपमा पनि प्रयोग गर्छौँ। र अरुण भ्यालीमा अरुण रिभर जुन छ बेली ब्रिज जुन छ हो त्यसको पनि एउटा केस भइ नै हाल्यो। सरले फोटो पनि राख्नुभएको थियो, म धेरै यसमा गइनँ किनभने हामीसँग एकदमै समयको अभाव छ होइन त। त्यही हाम्रो चोरमाराको होइन त देखि लिएर हाम्रो जुन के भन्छ अरुणको हाम्रो बेली ब्रिजको चाहिँ फेलियर त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। केही वार्निङ साइन्सहरू भएर जसलाई चाहिँ अलिकति प्रिभेन्ट पनि गरिएका छन् र कतिपय कुराहरू हामीले भनौँ न त्यो अहिले हामीलाई वार्निङ साइन्सहरू पनि आइरहेको छ। एउटा सानो केस भनेको चाहिँ अहिले तपाईँ ब्रिज म्यानेजमेन्ट युनिटमा जानुभयो भने उहाँले भर्खर एउटा बागमतीको पुल जुन हामी रेगुलर प्रयोग गर्छौँ, इस्ट वेस्ट हाइवेको चाहिँ हाम्रो जुन बागमतीको पुल छ हो त्यसको चाहिँ सर्टेन हाम्रो चाहिँ जुन बियरिङमा चाहिँ बियरिङ पेडेस्टरमा चाहिँ सर्टेन ड्यामेज भएर त्यसमा चाहिँ डियुआर ज्याक्ट द सेटल पोर्सनलाई चाहिँ ज्याक गरेर चाहिँ उहाँले त्यसलाई चाहिँ रिकास्ट पनि गरिसक्नु भएको छ। अर्को एउटा तपाईँले कोही चाहिँ पश्चिमतिर सुदूरपश्चिमतिरबाट हुनुहुन्छ भने गुइघाट ब्रिज भनेको चाहिँ हाम्रो साफे बगरदेखि चाहिँ मार्तरी जोड्ने चाहिँ जुन ब्रिज छ हो त्यो ब्रिजमा पनि केही प्रब्लम आएर उहाँहरूले चाहिँ के गर्नुभएको छ भने वान वे ट्राफिक मात्रै अलाउ गर्नुभएको छ। त्यस्तै कर्णाली ब्रिज छ भने त्यही हाम्रो फायरले गर्दा र अहिले मैले देखाएको फोटो देखिए नि हाल्नुभयो तपाईँले। कोशी ब्रिज अब बियोन्ड के हाम्रो डिजाइन पिरियड छ, मैले यहाँ नारायणी किन राखिनँ भने नारायणीको चाहिँ अब ठेका लागेर बन्न तयार भएको छ, त्यही भएर त्यसलाई अहिले प्रब्लम नभनौँ, त्यो सोल्युसनमा गइसक्यो भन्नु पर्यो त्यसलाई। त्यो भएको भए त्यहाँतिर चाहिँ मैले गरिनँ। यो चाहिँ हाम्रो त्यही गुइघाट ब्रिजको चाहिँ हाम्रो फोटो भयो, त्यो हाम्रो चाहिँ हाम्रो डियुआरले चाहिँ गरेको चाहिँ जुन हाम्रो रिपेयर भनौँ न वा मेन्टेनेन्स जुन छ हो त्यो कामको भयो। कोशी त हामी सबैले फोटो खिचेकै होलाौँ, हामीलाई थाहा नै छ होइन त। यो चाहिँ हिस्टोरिकल ब्रिजको हो, यो चाहिँ हाम्रो शङ्खमुलको ब्रिजमा चाहिँ आएका चाहिँ प्रब्लममा तपाईँको स्ट्याग्नेसन वाटर स्ट्याग्नेसन भएको छ, भेजिटेसन ग्रोथहरू भएको छ होइन। यो चाहिँ हाम्रो एकदमै हिस्टोरिकल ब्रिज। अर्को चाहिँ हाम्रो पशुपतिको चाहिँ जुन हाम्रो एबुटमेन्टमा चाहिँ तपाईँले त्यहाँ क्र्याक देख्न सक्नुहुन्छ होइन त। र अर्को चाहिँ हाम्रो जुन पायर छ, पायरमा पनि अलिकति समस्या देखिन्छ। यतापट्टिको चाहिँ रोजी खोलाको त अब पुलै छैन होइन त, त्यहाँनिर यतापट्टि त तपाईँले पुलै देख्नुहुन्न होइन त, पुलै बगाएर लगिसक्यो। त्यसको बारेमा सरले गफ गर्नुभयो, त्यता चाहिँ म धेरै जाँदिनँ। यी सबै केसेसहरूमा के कमन छ त वास्तवमा हामीले चाहिँ के गरे भनौँ न हाम्रो यिनीहरूले के रिप्रेजेन्ट गरिरहेको छ त भन्दाखेरि अब ओभरलोडिङ भइरहेछ बियोन्ड डिजाइन क्यापेसिटी, स्ट्रक्चर वेल पास द डिजाइन ल्याब भइसक्यो होइन त। र त्यहाँनिर चाहिँ कतिपय ठाउँमा चाहिँ डिस्ट्रेस पनि छ। त्योभन्दा पनि मेजर कुरा चाहिँ के भयो भने कुनै पनि देयर इज नो नेटवर्क
वाइड यो रिस्क बेस्ड प्रायोरिटाइजेसन गरेर चाहिँ कुनै पनि एउटा नेसनल वाइड चाहिँ पोलिसी चाहिँ डेभलप भएको छैन. एभ्री केस वाज एड्रेस रियाक्टिभली one bridge at a time after the fact, not through a national model that ranks which bridge to fix first. And यो कुरा चाहिँ के भयो हाम्रो एउटा प्रब्लम वा ग्यापको रूपमा चाहिँ हामीले देख्यौँ हैन त. यदि हाम्रो अहिलेको चाहिँ पोलिसी हेर्ने हो भने चाहिँ तपाईँहरूलाई धेरैजनालाई आइडिया नै होला 2073 सालमा चाहिँ एउटा ब्रिज म्यानेजमेन्टको चाहिँ पोलिसी आयो भोल्युम 1 भनेर, र त्यसपछि चाहिँ हाम्रो भोल्युम 2 आयो जुन चाहिँ 2077 सालमा चाहिँ, जसले चाहिँ अब के गाइडलाइन्सहरू दिएको छ कसरी गर्ने भनेर. यसको स्कोपमा चाहिँ के भयो भने 4 लेभल अफ इन्स्पेक्सन छ विच इज गुड हैन त. रेगुलर, सुपरफिसियल, प्रिन्सिपल र के भयो हाम्रो स्पेसली गर्ने भनेको छ. तर कन्डिसनिङ जुन रेटिङ छ हो चाहिँ 0 to 4 5 वटा मात्रै छ. अब यसले चाहिँ वाइड स्प्रेड सबै फ्याक्टरहरूलाई चाहिँ कन्सिडर गर्न सकेको छैन. र हामीसँग चाहिँ ब्रिजको डाटाबेस जुन छ त्यो चाहिँ अब इन्डिभिजुअली भनौँ न स्टोर त भएको होला, तर त्यसलाई चाहिँ हामीले त्यो फिडब्याक लुप बनाएर चाहिँ त्यसलाई चाहिँ हामीले अब आफ्नो पोलिसीमा चाहिँ इन्क्लुड गर्न चाहिँ सकेका छैनौँ. अब यो चाहिँ एउटा सामान्य के भयो हाम्रो जस्ट हाम्रो अहिले कसरी काम हुन्छ हो त्यसको चाहिँ मात्रै भयो. यो जस्ट म टु स्पिड अप है त 2 मिनट मात्रै भनिरहनु भएको छ सरले. त्यही भएर द रिजल्ट टु ब्रिज विथ बेसिकली यसले के गरिरहेछ भने दुईवटा ब्रिज चाहिँ के हुनसक्छ भने दुइटैको चाहिँ रेटिङ स्कोर चाहिँ सेम आउन सक्ने भयो. तर त्यसले के सिग्निफाई गर्ने भएन भने कुन चाहिँ फेल भयो भने चाहिँ कुनले बढी असर गर्छ त, त्यो कुरा त त्यसले सिग्निफाई गरेन नि त. भनेको चाहिँ के हुने भयो दुईवटा ब्रिज सेम भ्यालु आउला, तर त्यसले चाहिँ के चाहिँ जनाउँदैन भने कुन चाहिँ बढी इम्पोर्टेन्ट छ भन्ने चाहिँ जनाउँदैन. जस्ट त्यो चाहिँ के भयो हाम्रो त्यसको अवस्थाको आधारमा मात्रै आयो. त्यसो भने के गर्न सकिन्छ त भन्दाखेरि मैले जस्ट एकदम फोकस भएर हाउ सुड स्ट्रक्चर एन्ड नन स्ट्रक्चरल फ्याक्टर बी वेटेड एगेन्स्ट इच अदर एक्सप्लिसिटली र कन्सिस्टेन्टली चाहिँ कसरी चाहिँ गर्न सकिन्छ. वा त्यसबाहेक चाहिँ अरू हामीले जस्तै सोसियो इकोनोमिक फ्याक्टर हुनसक्छ होइन त, अरू हाम्रो हेरिटेज भ्यालुहरू हुनसक्छ, त्यसलाई चाहिँ कसरी इन्कोपरेट गर्ने हो त्यो पार्टमा चाहिँ हामीले अलिक बढी फोकस गर्नुपर्ने हुन्छ. र हामीले गरेको चाहिँ जुन हाम्रो मल्टी क्राइटेरिया फ्रेमवर्क जुन छ हो त्यसमा चाहिँ हामीले के गर्यौँ त भन्दाखेरि बेसिकली दुईटा पार्ट्समा काम गर्यौँ हामीले. एउटा भनेको चाहिँ स्ट्रक्चरलमा हामीले 7 वटा इन्डिकेटर्स लिएका थियौँ र कल्चरल किनकि हिस्टोरिक बीज भएको हुनाले कल्चरलमा चाहिँ हामीले 4 वटा चाहिँ इन्डिकेटर्स लियौँ. त्यो इन्डिकेटर्सको आधारमा हामीले पठाउन त 500 जनाले पठाएको थियौँ होला, त्यसबाट 191 जनाले चाहिँ रेस्पोन्स गर्नुभएको थियो. उहाँहरूको रेस्पोन्सको आधारमा चाहिँ हामीले एउटा चाहिँ यो एएचपी चाहिँ प्रयोग गरेर चाहिँ के गर्यौँ त भन्दा तिनीहरूलाई एउटा कोफिसियन्ट दिने काम गर्यौँ. र त्यसैलाई चाहिँ फेरि अर्को काम के गर्यौँ भने एउटा स्कोरिङ गर्ने 0 to 10 मा चाहिँ स्कोरिङ गर्ने, जसले चाहिँ हामीलाई एउटा के दिने भयो भने एउटा फिडब्याक लुप वा भनौँ न एउटा चाहिँ हामीलाई पोलिसीमा चाहिँ वा भनौँ न हामीलाई डिसिजन गर्नको लागि चाहिँ एउटा आइडिया दिने भयो. तपाईँले के गर्नु परेन भने एउटा तपाईँहरू हामी सबैलाई आइडिया के छ त भन्दाखेरि यदि हिस्टोरिकल इभेन्ट्सहरू छ भने त्यसलाई चाहिँ कति रिचर स्केलको हो त भनेर पत्ता लगाउनु पऱ्यो भने हामी के गर्छौँ त भन्दा त्यति बेलाको डकुमेन्टहरू हेर्छौँ, त्यति बेला मान्छेले कस्तो फिल गरे होला वा त्यति बेला के भएको थियो त्यसको आधारमा हामी त्यति बेला चाहिँ 7 को 8 को 7.5 को आएको थियो भन्छौँ हामी. हो त्यस्तै खालको चाहिँ एउटा स्केल चाहिँ डेभलप गर्ने जसले चाहिँ के गरोस् त भन्दाखेरि तपाईँले गरेको कुरा भोलि कसैले अडिट गर्न सकोस्. तपाईँको डिसिजन चाहिँ के हुनु भएन भने भोलि क्वेसनेबल नहोस्. अहिलेकोले चाहिँ के गर्छ भने तपाईँको डिसिजन चाहिँ के हुनु भयो क्वेसनेबल हुने, र जसले गर्दा चाहिँ के भने ब्रिज चाहिँ अब हामी बरु यो प्रयोग नगरौँ होइन त, वा अर्को काममा गरौँ. थातिरहने जुन छ हो त्यसलाई चाहिँ के गर्नलाई हाम्रो एड्रेस गर्नलाई चाहिँ यो एउटा प्रपोज गरिएको छ. बेसिकली हजुरले हेर्नु भने जुन 7 वटा फ्याक्टर्सहरू चाहिँ तिनीहरूलाई चाहिँ हामीले त्यसको चाहिँ कुन चाहिँ बढी चाहिँ भनौँ न इम्पोर्टेन्स छ हो त्यसको आधारमा यो बेसिकली यो त्यही हाम्रो फिडब्याकबाट आएको चाहिँ के रहेछ हाम्रो फ्याक्टर्सहरू कोफिसियन्ट्सहरू हो. मेटेरियल डिग्रेडेसनलाई सबभन्दा बढी दिएको छ, त्यही अनुसार के हुने हाम्रो एउटा हाम्रो चार्ट तयार भएको छ. यसमा चाहिँ हामीले चाहिँ हिस्टोरिक गरेका थियौँ, तर हिस्टोरिक गर्नु परेन कि. अब मोडर्न ब्रिजको लागि हामीले के गर्न सक्यौँ त भन्दाखेरि स्ट्राटेजिक सिग्निफिकेन्स के हुन्छ त त्यसको ट्राफिक भोल्युम एन्ड नेटवर्क क्रिटिकलिटी हुनसक्छ, रिडन्डेन्सी हुनसक्छ, त्यसको भनेको अभाइबिलिटी अफ के हाम्रो अल्टरनेट राउट्सहरू हुनसक्छ होइन त, सोसियो इकोनोमिक इम्पोर्टेन्स के छ त्यसको होइन त, र रोल इन डिजास्टर रेस्पोन्स वा इमर्जेन्सी एक्सेस चाहिँ के छ. यो फ्याक्टरलाई हामीले चाहिँ के गर्न सक्छौँ भने रिप्लेस गर्न सक्छौँ. केले भन्दाखेरि पहिला हामीले कल्चरमा चाहिँ हिस्टोरिक एज राखेका थियौँ होला इन्डिकेटर होइन त, ट्रेडिसनल कन्स्ट्रक्सन मेथड राखेका थियौँ होला, त्यसलाई चाहिँ हामीले यसले चाहिँ के गर्न सक्छौँ रिप्लेस गर्न सक्छौँ. दुईवटा हुने भयो बेसिकली, एउटा चाहिँ हजुरको स्ट्रक्चरको पार्टो हुने भयो, अर्को चाहिँ यसको चाहिँ स्ट्राटेजिक चाहिँ के भयो हाम्रो इन्डिकेटर्सलाई चाहिँ लिएर चाहिँ हामीले एउटा डिसिजन फ्रेमवर्क चाहिँ के गर्न सक्ने भयो डेभलप गर्न सक्ने भयो. आई होप वी हेभ मोर क्वेसन्स है. अब हामी क्वेसन एन्सर गरेर चाहिँ यसलाई टुङ्ग्याउँला किन हामीसँग समयको एकदमै अभाव छ, मैले त्यही भएर एकदम स्पिड अप गरिरहेको छु, सरी फर द्याट. र त्यस सँगसँगै हामीले त्यही रिसर्चबाट नै हामीले के गर्यौँ त भन्दाखेरि उहाँलाई चाहिँ कति स्कोर दिनुहुन्छ र त्यो कति स्कोर दिँदाखेरि चाहिँ तपाईँले चाहिँ यसलाई चाहिँ रिप्लेस गर्नुहुन्छ वा रेट्रोफिट गर्नुहुन्छ वा एज इट इज छोड्नुहुन्छ हो त्यसको आधारमा चाहिँ हामीले फेरि अर्को एउटा स्केल पनि तयार पारेका छौँ, जसले चाहिँ के गर्यो त भन्दाखेरि फाइनल स्कोर आउट अफ 10 चाहिँ जस्तै मानव 6.28 आइरहेको छ भने त्योभन्दा बढी आयो भने त्यसलाई केही पनि गर्नु पर्दैन, त्यो चाहिँ के भयो हाम्रो सामान्य रिपेयर गरे पनि हुन्छ वा त्यतिकै छोड्न पनि मिल्छ. 2.883 देखि 6.289 को बिचमा आयो फाइनल स्कोर भने त्यसलाई चाहिँ हामीले रेट्रोफिट गर्नुपर्छ वा त्यसबाहेक चाहिँ बढी आयो
भन्दा पनि कम आयो भने चाहिँ हामीले के गर्नुपर्छ रिप्लेस गर्नुपर्छ भनेर हामीले चाहिँ एउटा बनायौँ तर यही नै प्रयोग गर्नुपर्छ भन्ने भएन फेरि यसलाई हामीले के गर्न सक्यौँ भने फेरि एउटा फिडब्याक लुप बनाएर हामीले त अब अहिले त सबै कुरा एआईबाट चाहिँ डाटा साइन्स हामी सबैजना हामी त्यही गफ गर्छौँ होइन त भनेपछि त्यो डाटा साइन्स जुन छ हो त्यसको चाहिँ के भयो हाम्रो प्रयोग चाहिँ हामीले यसमा एकदमै राम्रोसँग किन गर्न सक्छौँ भने अब यही स्लाइड पनि मैले एआईबाट रेडी बनाएको एआई हामी सबैले प्रयोग गरेका छौँ कुरो पनि होइन त त्यो भएको भएर हामीले के गर्न सक्छौँ त भन्दाखेरि कतै पाइलोटिङ गरेर त्यहाँबाट आएको डाटालाई नै के गर्ने हाम्रो एउटा फिडब्याक लुप बनाएर चाहिँ यो एउटा अर्को एउटा चाहिँ हामीले फ्रेमवर्क चाहिँ के गर्न सक्छौँ भने डेभलप पनि गर्न सक्छौँ र यो जुन कोफिसियन्ट्सहरू यो रेन्जेसहरू जुन छ स्केलहरू जुन छ त्यसलाई फेरि पनि हामीले परिमार्जन गर्दै जान सक्छौँ के विथ टाइम म सघाउँछु जस्ट होइन त सङ्गमरमर ब्रिजको चाहिँ एउटा एक उदाहरण मात्रै छ हाम्रो वेटेज भयो र हामीले दिएको मार्किङ जस्तै सङ्गमरमर ब्रिजमा हेर्नुभयो भने मेटेरियलमा डिग्रेडेसन भएको छैन वा मेटेरियलको डिग्रेडेसन के भएको हाम्रो बढी भएको हुनसक्छ तपाईँले त्यही अनुसार एउटा मार्क दिनुहुन्छ र त्यसमा चाहिँ के आउने भयो हाम्रो एउटा लास्टको कम्पोजिट रिजल्ट आउला जुनलाई चाहिँ हामीले रेट्रोफिटको लागि चाहिँ के गर्यौँ अब भनौँ यो रेट्रोफिट गर्नुपर्छ भनेर हामीले के गर्न सक्यौँ डिसिजन गर्न सक्यौँ त मेरो डिसिजन हुने भएन कि के को डिसिजन हुने भयो एउटा त्यो त्यही हामीले बनाएको स्केलले चाहिँ के गरिदिनु भयो हाम्रो त्यसलाई चाहिँ जस्टिफाई गरिदिनु भयो त्यो चाहिँ र अब नयाँ जुन हाम्रो के भयो हाम्रो जुन म्यानेजमेन्टको चाहिँ वा चाहिँ हाम्रो यो पोलिसी जुन छ हो त्यसलाई चाहिँ हामीले के गर्न सक्यौँ त भन्दाखेरि इन्सपेक्ट गर्ने 11वटा स्कोर छन् त्यसमा स्कोर गर्ने विच इज के भयो हाम्रो फेरि पनि सबै के भएको छ वेल के भयो हाम्रो स्केल डिफाइन्ड हुने भयो होइन त र त्यसपछि एएसपी वेट युज गरेर चाहिँ हामीले के गर्न सक्छ त्यसलाई के गर्ने क्लासिफाई गर्ने र यो तिनवटा नै गर्नुपर्छ भन्ने छैन हाम्रो रेट्रोफिट रिप्लेस र के भयो हाम्रो युजै गर्नुपर्छ भन्ने भएन नि त हामीले त्यसमा थप अरू पनि गर्न सक्छौँ किनकि रेट्रोफिट मात्रै त अप्सन होइन रिपेयर पनि हुनसक्छ नर्मल रिपेयर हुनसक्छ होइन त कति बेलामा चाहिँ हाम्रो पेन्टिङ गर्नुपर्ने हुनसक्छ त्यो भएको भएर चाहिँ के हुनुपर्ने भयो हाम्रो त्यो 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 जुन हाम्रो डिसिजनको चाहिँ फ्रेमवर्क जुन छ हो त्यसलाई हामीले अझै के गर्न सक्छौँ मोडिफाई चाहिँ गर्न सक्छौँ जुन चाहिँ केले दिने भयो भने यही हामीले बनाउने चाहिँ फिडब्याक लुपले नै दिने भयो क्या र प्रायोरिटाइज गर्ने र त्यही अनुसार बजेटिङ गर्ने र त्यसपछि के भयो हाम्रो भनेको फ्युचरलाई पनि हामीलाई प्लान गर्नलाई सजिलो भयो यो जस्ट मैले यसमा धेरै भनेन यो कसरी हामीले चाहिँ गर्न सक्छौँ यो रोड म्याप मात्रै भयो के गर्छ त यसले भन्दाखेरि हाम्रो अब यसले अलिकति ट्रान्सफरेबल र के भयो हाम्रो डिफेन्सिबल चाहिँ के भयो हाम्रो प्रायोरिटाइज गर्ने भयो कि तपाईँलाई काम गर्न गाह्रो भयो तपाईँ डिआरमा काम गरिरहनु भएको छ पुलसाकामा काम गरिरहनु भएको छ डिसिजन लिन गाह्रो भएको छ त्यो नहोस् त्यो किन नहोस् त भन्दाखेरि यो के भयो हाम्रो यो हाम्रो जुन के भन्छ हाम्रो यो जुन फेरि पनि हामीले डेभलप गर्ने जुन यो मेथड छ हो त्यसले चाहिँ के गरोस् हाम्रो सजिलो बनाओस् त्यसबाहेक चाहिँ हाम्रो एउटा जेन्युन फिडब्याक लुप बनाएर चाहिँ हामीले यसलाई चाहिँ यो प्रोसेसलाई चाहिँ रिइन्फोर्स गर्न सक्छौँ होइन त त्यही अहिले भनेको कुराहरू भइ नै हाल्यो मैले धेरै यसमा गइनँ है त बेसिकली चाहिँ यसको टेकअवे चाहिँ के हुन्छ भने एउटा अडिटेबल चाहिँ तपाईँले चाहिँ एउटा सिस्टम चाहिँ डेभलप गर्नुहुन्छ म्यानेजमेन्ट सिस्टम चाहिँ तपाईँले डेभलप गर्न सक्नुहुन्छ होइन त जसमा चाहिँ तपाईँले एक्सपर्टहरूको राय जहाँ पनि तपाईँले के गर्न सक्नुभयो इनपुट दिन सक्नुभयो र त्यसलाई चाहिँ के गर्न सक्नुभयो मोडिफाई गर्न सक्नुभयो रिक्स एन्ड मेडिकेसन्स फेरि पनि मैले धेरै गरिनँ बेसिकली कन्क्लुजन्समा चाहिँ अहिले फेरि पनि हेर्दा आई होप वी क्यान डिस्कस मोर अन दिस होइन त एन्ड आई वुड लभ टु कोलाबरेट विथ एनी वान अफ यु होइन त इन दिस नेपालमा चाहिँ के भयो हाम्रो एउटा सिङ्गल फ्रेमवर्क बनाउनु पऱ्यो तर त्यसले के गर्नु पऱ्यो भने थोरै होइन कि धेरै चाहिँ के भयो हाम्रो मल्टिपल फ्याक्टर्सहरूलाई चाहिँ कन्सिडर गरेर चाहिँ एउटा फेरि पनि प्रोपर चाहिँ हामीलाई ब्रिज म्यानेजमेन्टको चाहिँ के हाम्रो सिस्टम दियोस् थ्याङ्क यू सो मच फर लिसनिङ आई विल बी ह्याप्पी टु टक विथ एनी क्वेसन्स है थ्याङ्क यू सो मच थ्याङ्क यू टाइम अलिकति एक्सिड भयो बट आई थिङ्क वी गट द भेरी नाइस ब्याकग्राउन्ड टु डिस्कस फर्दर होइन हाम्रो अलिकति प्रिजर्भेसन अथवा एउटा चाहिँ कन्जर्भेसन फ्रेमवर्कमा कसरी जान सकिन्छ भन्ने सो अब चाहिँ हामी ढिला नगरी वी हेभ भेरी सर्ट टाइम आई वुड लाइक टु ब्रिङ अल माई प्यानलिस्ट इन द फ्रन्ट सो द्याट वी क्यान डिस्कस फ्यु थिङ्स सो डेफिनेटली एकदम इन्ट्रेस्टिङ छ हामी स्ट्रक्चर इन्जिनियरलाई त डेफिनेटली ब्रिज भन्ने बित्तिकै इट कनेक्ट्स नट ओन्ली प्लेसेस इट कनेक्ट्स पिपल होइन अनि त्यसमा अझै हामीले हेर्ने चिजै अलिक फरक हुन्छ तर पनि अब छोटो टाइम छ हामी धेरै त्यतातिर जान सक्दैनौँ म हाम्रो डाक्टर भरत मण्डल सरसँग आउन चाहन्छु हामीले अलिकति यो ब्रिज फेलियरको कुराहरू देख्यौँ होइन त्यस्तै हाम्रो अरूले पनि फेरि
अलिकति कन्जर्भेसन फ्रेमवर्क त्यसमा यसरी जान सकिन्छ कि भन्ने पनि भन्नुभयो। तपाईँ आफै लट अफ ब्रिजेसमा एज अ डिजाइनर पनि इन्भल्भ हुनुहुन्छ, त्यसको चाहिँ भेरिफिकेसन डिजाइन हाम्रो फेलियर भेरिफिकेसनको कुराहरू इन्भेस्टिगेसन फोरेन्सिकमा पनि अलिकति इन्भल्भ हुन्छ डिफ्रेन्ट ब्रिजमा भनेपछि हाम्रो तपाईँले यसलाई समष्टिकरणमा एकदम समराइज गरेर हेर्दाखेरि चाहिँ फेलियरको कारणहरू त्यति नै हो अथवा अरू केही पनि हुनसक्छ कि, अथवा यो तरिकाले जुन हाम्रो अरुणले प्रेजेन्ट गर्नुभयो अरुण सरले त्यो मोडालिटीले हामीले त्यसलाई डिसाइड गर्न सक्छौँ कि सक्दैन, त्यसको प्रेडिक्सन मेकानिजम चाहिँ यसमा अलिकति हजुरको कुरा राखिदिनु न। सरहरूलाई म आग्रह गर्दछु सानो टाइम छ, एकदम ब्रिफमा हाम्रो एन्सर राख्नु होला। धन्यवाद। यो हाम्रो कन्ट्रीको कन्टेस्टमा राघवेन्द्रजीले जुन क्यालकुलेट गर्नुभएको छ, निकाल्नु भएको छ, त्यो ठिक हो। र वर्ल्ड वाइड हेर्ने हो भने स्ट्रक्चरल फेलियर लेस देन 5% छ। स्ट्रक्चरल फेलियर त्यति पाइरहेको छैन। र डिजाइनको केसमा हेर्ने हो भने मैले जति बेलादेखि डिजाइन गरेँ, सकिल सर पनि हुनुहुन्छ, उहाँहरू पनि त्यही बेलादेखि मलाई लाग्छ डिजाइनमा लाग्नु भएको छ। अर्थक्वेक फोर्सको मात्रै हेर्ने हो, त्यति बेला मैले 8% अर्थक्वेक फोर्सबाट सुरु गरेँ, अहिले 54%सम्म अर्थक्वेक फोर्स लिइरहेको छु होइन। भने हाम्रो डिजाइन त धेरै रोबस्ट हो। भने त्यति बेलाको ब्रिजहरू जब फेल भएन, अहिलेको ब्रिजहरू चाहिँ स्ट्रक्चरली फेलमा धेरै कम हुनुपर्ने हो। म अर्को हामीहरूले हेर्छौँ, मैले चाहिँ कमलादेखि पथलैयासम्ममा रसियनले बनाएको ब्रिजहरू 54 वर्ष भइसक्यो। त्यहाँ उसको पायर हेर्ने हो भने 14 इन्च बाई 14 इन्चको 5वटा 6वटा छ। फाउन्डेसन पनि धेरै ठाउँमा त्यही साइजको पाइल फाउन्डेसन छ, ओपन फाउन्डेसन छ। र त्यहाँ चाहिँ स्ट्रक्चर फेलियर देखिएको छैन, मेटेरियल डिटोरेसन भएको छ। अब ब्रिजको लाइफहरू सुपर स्ट्रक्चरको चाहिँ टिकै भइसकेको छ। त्यसले गर्दाखेरि केही ब्रिजहरू रिप्लेस पनि भयो, रिप्लेस हुँदैछ। अब फेलियरको सिनारियो हेर्ने भने हामी जस्तो डेभलपिङ कन्ट्रीहरूमा एउटा आफ्नो गाइडलाइन्स हुँदैन, हाम्रो आफ्नो प्यारामिटर छैन। हाइड्रोलोजीकै प्यारामिटर हेर्ने हो भने हामी 15वटा फर्मुला युज गर्छौँ, 15 किसिमको रिजल्ट आउँछ। त्यसमा भेरिएसन 4 फोल्ड होइन 10 फोल्डभन्दा पनि बढी बियोन्ड आउँछ। हामी कुन लिने त होइन। त्यसले गर्दाखेरि मैले पहिले पनि सजेस्ट गरिरहेको थिएँ र हाम्रो गभर्मेन्टले इन्स्टिट्युसनले अब के गर्नु पर्यो भने यति फ्लड आइसकेपछि हामीसँग डाटा छ, किन न हामीले गाइडलाइन्सहरू रिभाइज गर्ने त। त्यसले गर्दाखेरि त्यो इम्पोर्टेन्ट हो। गाइडलाइन्स हाम्रो परिप्रेक्ष्यमा बनाउनु पर्यो। फेरि हाम्रो कन्ट्री माथि हायर हिमालयदेखि तलसम्म 100+ लेभलसम्म छ। त्यहाँसम्म रिभर बेड मेटेरियल फरक हुन्छ, रिभर यो जियोलोजिकल कन्डिसन फरक छ, हाइड्रोलोजीको प्यारामिटरहरू फरक छ होइन। त्यही हिसाबमा हाम्रो लोडिङ प्यारामिटरहरू पनि चेन्ज छ। त्यसले गर्दाखेरि हामीले अरूको गाइडलाइन्सहरूमा निर्भर गरेर हामीले यतिका दिन काम गऱ्यौँ। अबको यो फेलियर स्टडीहरू गरेर हामीले हाम्रो त्यसमा त्यहीलाई बेस मानेर हामी सुधार गरेर जानुपर्छ। एकैचोटि हामीसँग त्यतिको रिसर्च भइसकेको छैन, तर हामी त डाटा छ, हाइड्रोलोजीको हिसाबमा डाटा छ, जियोलोजीको हिसाबमा डाटा केही डाटा त छ। त्यसले गर्दाखेरि एउटा त हामी त्यो हिसाबमा मेरो हिसाबमा धेरै हामी कन्जर्भेटिभ डिजाइनमा गइरहेको छौँ। त्यही पनि हाम्रो ब्रिज यतिको फेल गइरहेको छ। र मोस्टली फेल भनेको चाहिँ फ्लडबाट हो, जसको लागि चाहिँ न डिजाइनर न कन्ट्र्याक्टर जिम्मेवार छैन। किनभने क्लाइमेट यसरी चेन्ज भइरहेको छ, हामी अनएक्सपेक्टेडभन्दा बढी गइरहेको छ। अर्को कुरा, हाइड्रोलोजी हामीले अहिले 200 रिटर्न पिरियडको लिइरहेको छौँ, अर्थको 100 यो 475 को। तर त्यो बिचमा चाहिँ 1000 इयर रिटर्न पिरियडको फ्लड आउँदैन, अर्थक्वेक आउँदैन, त्यो भन्न सकिँदैन। त्यसले गर्दाखेरि एकचोटि डिजास्टर भयो, एउटा ब्रिज फेल भयो, दुईवटा ब्रिज फेल भयो भने यसलाई जुन हिसाबमा हाम्रो नेपालमा इस्यु बनाइरहेछ त्यो इस्यु पनि नहुने हो। किनभने त्यो टेक्निकल हिसाबमा हामीले अर्थक्वेक प्रुफ, फ्लड प्रुफ कुनै पनि कुरा बनाउन सक्दैनौँ। यदि हामीले मोर रेजिलिएन्ट बनाउन जाने हो भने हाम्रो कस्ट धेरै बढ्न जान्छ, त्यो हामी एफोर्ड गर्न सक्दैनौँ। भने इन्जिनियरिङ भनेको के हो भने इकोनोमिक पनि हुनु पर्यो, सस्टेनेबल पनि हुनु पर्यो, एफोर्डेबल पनि हुनु पर्यो। त्यसले गर्दाखेरि यो हिसाबमा हामी जानुपर्छ र इन्जिनियरहरूको हेर्ने भ्यू पनि त्यो हिसाबमा हुनु पर्यो। र एउटा म हाइड्रोलोजीको सानो कुरा राखेर म आफ्नो ब्रेक गर्छु। ब्रिजको डिजाइनमा हाइड्रोलोजीमा के भन्छु भने हामीले सकभर न्यारो गेज खोज्छौँ जहाँ चाहिँ ब्रिजको लेन्थ कम होस्। हाम्रो यो क्लियरेन्स जुन दिएको छ एचएफएल भन्दा त्यो चाहिँ क्यूको आधारमा दिएको छ। भने त्यही पानी वाइड रेन्जमा जाँदाखेरि
थोरै बस्ने भयो, सर्ट नयाँ गेजबाट जाँदाखेरि धेरै बढ्ने भयो, स्पिड पनि बढ्ने भयो, स्कोर पनि हुने भयो, अनि हाम्रो प्रोभाइड गरेको एक्सपीले नपुग्ने भयो। त्यसले गर्दाखेरि यो गाइडलाइन्सहरू चाहिँ त्यति बेला नलेज जति थियो त्यो हिसाबमा बनाए त्यसलाई गलत भन्न मिल्दैन। अब समय सापेक्ष त्यसलाई परिमार्जन गर्नुपर्छ र यो कारण पनि हाम्रो धेरै ब्रिजहरू फेल भएको हुनसक्छ। धन्यवाद। सर डाक्टर मण्डल सरलाई फेरि धन्यवाद। वेल हि एडेड फ्यु मोर पोइन्ट्स। हाम्रो कसरी चाहिँ अझै पनि हामीले कन्जर्भेटिभ साइडमै डिजाइन गर्दाखेरि पनि किन फेलियर भइरहेछ भन्ने कुराहरू। अब यसै सँगसँगै म हाम्रो सकिल सरसँग जोडिन चाहन्छु। बेसिकली हजुरले अरुण सरले प्रेजेन्ट गर्नुभएको कुरा देख्नुभयो, एउटा कन्डिसन रेटिङको कुरा आयो होइन, जुन 0 to 4 बाट हामी चाहिँ मेबी 0 to 10 को स्केलमा जुन चाहिँ स्ट्रक्चरल फ्याक्टर र कल्चरल फ्याक्टर दुइटालाई राखेर यो तीनटा प्रोभिजन हाम्रो रेट्रोफिट अथवा किप एजिज होइन अर त्यसमा डिसमेन्टल गर्ने भन्ने कुरा आयो। तपाईँ आफै धेरै ब्रिजको अब डिजाइन भेरिफिकेसनमा इन्भल्भ हुन्छ र तपाईँले प्रोक्योरमेन्टदेखि होइन त्यसको गाइडलाइन्सहरू डिफ्रेन्ट एजेन्सिजमा त्यसको काम गर्नु भएको छ। यो सबै प्रोभिन्सेसमा पनि तपाईँले एप्लाई गर्नु भएको छ भने चाहिँ हामीले यो नयाँ अप्रोच जस्तो कि मेबी अब हामीले त पुरानोलाई मात्रै हेरेर भएन, हाम्रो धेरै ब्रिजेसहरू छ जुन हिस्टोरिक ब्रिजेस छ अथवा नयाँ ब्रिज पनि होला, त्यसलाई कसरी मोनिटर गर्ने अथवा त्यसको चाहिँ कसरी डिसिजन लिने भन्ने कुरा चाहिँ हि पुट वान फ्रेमवर्क। त्यसमा चाहिँ हजुरलाई के लाग्छ त्यो फ्रेमवर्क हामीले हाम्रो नेपाल गभर्मेन्टले त्यसलाई कसरी एडप्ट गर्नु सक्छ एज अ पोलिसी डेभलपर? तपाईँलाई त्यसमा छोटो तरिकाले रिमार्क राखिदिनु अनुरोध गर्दछु। ठिक छ, धन्यवाद। म खास अर्कैमा बोलौँ के भनेर लागिरहेको थिएँ। म दुइटै भनिदिन्छु प्लिज, अलिक छोटो है सर। करिब 2 वर्ष अगाडि सडक विभागले ब्रिज पोलिसी अपडेट गरेको थियो र त्यसमा सायद यो कुराहरू छ, उहाँले तपाईँले हेर्नु पनि भयो होला। म झुकिएर भनौँ न, मलाई पनि रिभ्यू गर्ने चाहिँ मौका पाएको थिएँ। त्यसमा यो कुराहरू छ। यो उहाँले जुन हामीले भनौँ न यहाँ डेभलप गरेको जुन फ्रेमवर्क वा सिस्टम राम्रो छ एकदम होइन। मैले खास भन्न खोजेको त्यो इम्प्लिमेन्टेसन कसले गर्ने कसरी गर्ने भन्ने कुरा चाहिँ अझ ठुलो कुरा हो। र हामी जहिले पनि यस्तो यो काठमाडौँमा हुने सम्मेलनमा जहिले पनि सडक विभागले पुल बनाउँछ भनेर भने हुन्छ। म सबैलाई जानकारी दिन्छु, सडक विभागले भन्दा बढी दोब्बरभन्दा बढी विगत 7-8 वर्षमा प्रदेश सरकारले पुल बनाएको छ। सो अब भनेपछि उनीहरूको नै एसेट हो। 1-2वटा कुराहरू, यो मेन्टेनेन्स रेस्पोन्सिबिलिटी कसको हो भन्ने कुरा अहिले झन् ग्रे एरियामा पर्न थालेको छ। भन्दा सडक विभागले आफ्नो 14,000 किलोमिटर सडक भनेर यो संहिता आइसकेपछि 3 वर्ष अगाडि डिक्लेयर गर्यो। अब त्यो 14,000 सडक विभागले त्योभन्दा धेरै किलोमिटरमा पुल पनि बनाएको छ होइन। मैले भने विगत 11 वर्षमा 800-900 पुल गैर सडक विभाग निकायले बनायो। त्यसको ओनरसिप को त? पहिला भने जिल्ला विकासले बनाएको थियो पुलहरू होइन, पछि भौतिक पूर्वाधार विकास मन्त्रालय तत्का सातवटा प्रदेशले बनाएको थियो भन्दाखेरि कसले लिने त? सडक विभागले आफ्नो 14,000 किलोमिटर सडक भनेर डिक्लेयर गरिसकेपछि बाँकी सडकका पुलहरू कसको हो भनेर डिक्लेयर गरे कि गरेन? यस्ता नीतिगत कुराहरू चाहिँ यो सिस्टम अप्लाई गर्नको लागि सिस्टम आफैमा राम्रो छ होइन। र मैले साँच्चै नै राम्रो लाग्यो मलाई, मैले त्यतिकै मात्र भने होइन। स्पेसल्ली मलाई त्यो स्कोर र स्कोरबाट ऊ गरेको के यो एज इट इज छोड्ने यो भनेर गरेको होइन, त्यो एकदम राम्रो छ। त्यो डिसिजन मेकिङ र अर्को चाहिँ प्रायोरिटाइजेसन पनि भएकोले अब नेपाल जहिले पनि रिसोर्समा स्केर्स बजेट पुग्दैन भनेर भन्ने ठाउँमा यो एकदम काम लाग्छ। र अन्तमा म अर्को 2 लाइन बोल्छु है। अन्तमा ओनरसिप, यस्तो सिस्टम लगाउनको लागि त्यो ब्रिजको ओनरसिप कुन चाहिँ पब्लिक इन्टिटी हो? पालिका लेभल स्थानीय तह हो कि प्रदेश सरकार हो कि सङ्घमा सडक विभागको हो भन्ने चाहिँ छुटाउनुपर्छ। एनिवे म 2टा यसमा देखाइएको पहिलो यो ब्रिज फेलरको 3वटा ब्रिजमा म प्रत्यक्ष व्यक्तिगत रूपमा इन्भल्भ भएको मान्छे हो। बडीगार्डको दुईचोटिको फ्ल्यास फ्लड, तपाईँले अहिले डेट देख्नुभयो कि भएन?
दुईटै वैशाखको पहिलो हप्ता 2 दिन फरक थियो हजुर भन्नुलाई हाम्रो कन्स्ट्रक्सन प्लानिङ कस्तो छ भन्ने भयो होइन। अर्को कावा खोला र लामगाडी चाहिँ नेपालमा अब सफल भए फर्स्ट अफ इट्स काइन्ड भन्नुहुन्थ्यो, दुइटै विफल भयो भने आरएचडी अन्तर्गत ट्रसमा पोस्ट टेन्सन गरिएको पुल, अब कतिले सुन्नु भएको छ छैन, अब जापानतिर त तन्दै छ, थियो भने लामगाडीको पुल प्रप क्यान्टिलेभर थियो, ट्रस तर डेक टाइप ट्रस तर प्रप क्यान्टिलेभर। त्यसमा विभिन्न कारणले चाहिँ नि फेल भयो। त्यो फेल हुँदा म के भएको थिएँ भन्ने कुरा अब मैले 1 मिनटमा भन्न सक्दिनँ होइन, किनभने म प्रत्यक्ष व्यक्तिगत रूपमा रेस्पोन्सिबिलिटी लिएर मैले बेहोरेँ। 4 वर्ष मलाई के भयो होइन। मैले यसमा जोड्न मात्र खोजेको, अब मैले भने ब्रिजको ओनरसिप भने जस्तै नेपालमा अनि अर्को डिजास्टर चाहिँ नि मोस्टली फ्लड रिलेटेड डिजास्टर छ। उहाँले भन्नुभयो स्ट्रक्चरल डिजास्टर खासै छैन होइन, एकदम कम छ भन्दाखेरि हामीले कन्स्ट्रक्सन टेक्नोलोजी नै चेन्ज गर्नुपर्ने हो कि होइन। यसको यही ट्राई गर्नको लागि त्यो 2टा पुल बनाइएको थियो ताकि खोलामा बसेर गर्नुपर्ने काम मिनिमम होस्। हामी छठपछि काम सुरु गर्छौँ अक्टोबर नोभेम्बर, अनि मार्च, अहिले त फेरि मार्चमै चाहिँ नि बवाल पानी पर्ने भनेपछि खोलामा बसेर काम कम गर्नुपर्ने पुल कन्स्ट्रक्सन टेक्नोलोजीमा चाहिँ अलिकति अब भनौँ आइओईका सरहरू हुनुहुन्छ र नेपालमा R&D भन्ने प्रविधि नै छैन होइन। हामीले गरेर खोजेको थियौँ, एउटा चाहिँ गऱ्यौँ CSFT होइन, कावा खोला फेरि बनायौँ हामीले, भन्दाखेरि डेक टाइप ट्रस तर टप कर्ड कम्प्रेसन कर्डभित्र कङ्क्रिट भरिएको छ। त्यो फुल कङ्क्रिट फिल स्टिल ट्युब चाहिँ भएन, कङ्क्रिट फिल के अप्पर कर्ड भन्नु पऱ्यो होइन, कङ्क्रिटमा बनायो। त्यसले पनि एकदम इफिसियन्सी चाहिँ हाई भएको थियो, किन भन्दाखेरि पहिला ट्रस लन्च गर्यो, ट्रस लन्च गर्ने बित्तिकै कङ्क्रिटको डेड लोड त्यो ट्रसले नै लिन सक्थ्यो। कङ्क्रिट कास्ट भइसकेपछि कम्पोजिट बिहेभियर गरेर लाइभ लोड र अन्य सुपर इम्पोज डेड लोडहरू लिने गरिकन बनाएका थियौँ। र त्यही टेक्नोलोजीको पुल बडीगार्डमा 2 चोटि पुल बगाइसकेपछि तेस्रो चोटि स्विसको प्रोजेक्ट, म काम गर्ने प्रोजेक्टले ह्यान्डओभर गरेर कावाको टेक्नोलोजी हामीले रेप्लिकेट गरेर बडीगार्डमा राख्यौँ। फेरि तेस्रो चोटि पनि बगायो भने त गाई जत्रै हुन्छ भनेर होइन राख्यौँ। एनिवे द्याट्स अल, थ्याङ्क यू सर। थ्याङ्क यू सर, थ्याङ्क यू फर एडिङ इभन मोर इन्फर्मेसन। हामीलाई अब झन् इन्ट्रेस्टिङ त हुँदैछ, बट अनफर्चुनेटली मलाई सञ्जय सरले एकदम टाइट डेडलाइन दिनुभएको छ, जसरी हुन्छ दिन 10 मा भ्याउनुपर्छ भन्नुभएको छ। अलिकति सरले नयाँ कन्स्ट्रक्सन एप्रोचको पनि कुरा गरिहाल्नु भयो होइन। म डाक्टर विष्णुसँग आउन चाहन्छु। बेसिकली अलिकति यो नयाँ मोनिटरिङमा पनि होइन, बेसिक हाम्रो अरुण सरले जुन प्रेजेन्ट गर्नुभयो त्यसले पनि एउटा डिसिजन फ्रेमवर्कमा काम गर्ला। अहिले अब सँगसँगै इन्टरनेसनली पनि त्यो SHMहरू पनि चलिरहेछ यो डिसिजन फ्रेमवर्कको लागि भनेर, अब त्यो कन्जर्भेसन होस् या नयाँ ब्रिजमा पनि त्यो लागू गर्दै आइरहेछ। त्यसमा पनि अलिकति थोरो त्यसको हामीले त्यसलाई कसरी एड गर्न सक्छौँ, र सँगसँगै वाट यु थिङ्क, अब तपाईँ अहिले काठमाडौँ तराई फास्ट ट्र्याक त्यसमा एज अ कन्सल्टेन्ट रिभ्युवरको रूपमा पनि हुनुहुन्छ, एन्ड यु हेभ सिन सो मेनी न्यू टाइप अफ ब्रिजेस, अनि तपाईँ आफै पनि एक्सिलेटेड ब्रिज कन्स्ट्रक्सनको रिसर्चर हुनुहुन्छ भनेपछि वाट टाइप अफ ब्रिज होइन, वाट काइन्ड अफ ब्रिज भनौँ न, अझै मोडर्न ब्रिजेस भनौँ अहिले, त्यो चाहिँ कस्तो खालको ब्रिजेस चाहिँ हामीले अब अडप्ट गरेर गयो भने हामीले यो ब्रिज फ्युचर चाहिँ हाम्रो अलिकति सिक्योर हुन्छ, जो हामी रेजिलियन्सीतिर जान्छ जस्तो लाग्छ। सरले यसलाई अलिकति खुलाएर भनिदिनु होला। हामीसँग टाइम छ 3-4 मिनट भनौँ न, त्यतिमा भन्नु होला। हस्, थ्याङ्क यू। म सबभन्दा पहिले फर्स्ट क्वेसनमा गएँ। फर्स्ट जुन स्ट्रक्चरल हेल्थ मोनिटरिङको बारेमा कुरा गर्नु, सबभन्दा पहिले स्ट्रक्चरल हेल्थ मोनिटरिङ के हो, किन चाहिन्छ? जस्तो सपोज हामीले सुरुमा अहिलेदेखि गर्दै आइरहेको इन्भेन्ट्री वर्क र स्ट्रक्चरल हेल्थ मोनिटरिङमा फरक छ। इन्भेन्ट्री भनेको एउटा म इक्जाम्पल दिन चाहन्छु। सपोज एउटा ब्रिजको सुपर स्ट्रक्चरदेखि लिएर फाउन्डेसनसम्मको कोही इन्भेन्ट्री गरेको छ भने, मानव सुपर स्ट्रक्चरमा 3M को क्र्याक छ भने त्यो एट अ कन्डिसनको इफेक्ट देखाउँछ। तर स्ट्रक्चरल हेल्थ मोनिटरिङ भनेको तपाईँको त्यो 3M क्र्याक हुनलाई कि फ्लोडको कारणले भएको हो कि सब स्ट्रक्चरको सेटलमेन्टको कारणले भएको हो कि सुपर स्ट्रक्चरको ओभरलोड भएको कारणले भएको हो कि सब अरू डिफ्रेन्ट कारण, त्यो भनेको कन्डिसन अफ टाइम देखाउँछ। स्ट्रक्चरल हेल्थ मोनिटरिङ भनेको कन्डिसन अफ टाइम देखाउँछ। त्यो तपाईँको फर्स्ट कन्डिसन अफ टाइम भनेको मानव कुनै स्पेसल खालको ब्रिज छ, मानव ब्यालेन्स क्यान्डिडेट भयो,
अनि त्यस पछाडि एक्स्ट्राडोज टाइपको ब्रिज भयो अनि तिनीहरूमा हामीले डिजाइनलाई बनेको 100 इयर्स राख्छौँ त्यो लङ टर्ममा कसरी सस्टेन गर्छ तर सिम्पल ब्रिजमा हामी गर्दैनौँ सिम्पल ब्रिजमा इन्भेन्ट्री वर्कले काम चलिरहेको छ तर यो स्पेसल खालको ब्रिजमा अब मानौँ 120 मिटरको मेन स्पानको क्यान्टिलिभर ब्यालेन्स क्यान्टिलिभर ब्रिज छ चाहे एक्स्ट्राडोज ब्रिज छ मानौँ जाँदै त्यही के भन्छ त्यसलाई भेहिकल जाँदै कुनै प्रब्लम आयो भने त्यसलाई मानौँ क्ल्याप्सको कन्डिसन आयो भने त्यो सुरुमै कुनै एलर्टको कन्डिसनको सेन्सर राख्नुपर्छ भनेको त्यो स्ट्रक्चर हेल्थ मोनिटरिङको कारणले प्री प्रब्लम देखाउनेतिर जान्छ अनि अर्को सरले क्वेसन गर्नुभयो त्यो फ्युचरको कसरी त्यो नेपालमा फ्युचरलाई इम्प्लिमेन्ट गरौँ What kind of bridges, सर्टमा भनिहाल्छु म त्यसको लागि एउटा इक्जाम्पल दिन चाहन्छु म चाइनामा 2015मा पिएचडी गर्दाखेरि एउटा जस्ट इक्जाम्पल म दिन चाहे यो बेजिङ इज द मोस्ट बिजिएस्ट सिटी इन द वर्ल्ड अनि त्यो बेजिङको एउटा एक्सप्रेस वे जो कि तपाईँको 10 लेनको ब्रिज थियो 10 लेनको रोड थियो त्यो भनेको तपाईँको बेजिङको मेन सिटीमा अनि त्यो डाइरेक्टली कनेक्टेड टु द हस्पिटल डाइरेक्टली कनेक्टेड टु द एयरपोर्ट अनि डाइरेक्टली कनेक्टेड टु द मेन अफिस बिल्डिङ मेन इन्फ्रास्ट्रक्चर सो त्यो ब्रिजलाई त्यो ब्रिजमा सुपर स्ट्रक्चरमा तपाईँको प्रब्लम आयो त्यो भनेको सुपर स्ट्रक्चर को लेन्थ 55 मिटर थियो विथ भनेको 45 मिटर थियो त्यसलाई अब रिप्लेस गर्नु पर्यो अनि त्यो एक्सप्रेस वेको पर डेको ट्राफिक भेहिकल भनेको 2 लाख पर डे त्यसलाई अब डाइभर्ट गर्नलाई पनि एकदमै गाह्रो एक दिन मात्रै पनि डाइभर्ट गऱ्यो भने त्यसलाई अब अरू माइनर रोडहरूलाई पनि गाह्रो हुन्छ किन त्यो अलरेडी मुभ भइरहेको हुन्छ अब त्यो कुन खालको नयाँ टेक्नोलोजी युज गर्ने कि त्यसलाई अब एज सुन एज पोसिबल त्यसलाई कन्स्ट्रक्सन गर्न सकिन्छ अब चाइना भनेको त एभ्री वान नो द्याट भेरी एडभान्स इन द टेक्नोलोजी सो तिनीहरूले के इम्प्लिमेन्ट गर्यो भने अब जस्तो हाम्रै देशको कन्डिसन भयो भने अब त्यो ब्रिजलाई रिप्लेस गर्नलाई मेबी सेभरल इयर्स लाग्थ्यो एटलिस्ट 1 or 2 इयर्स लाग्थ्यो अब मेबी अलिकति एडभान्स कन्ट्रीहरूमा छ भने मेबी सेभरल मन्थ लाग्थ्यो तर चाइनाले के गर्यो भन्दाखेरि त्यो 55 मिटर लङ 45 मिटर विथ त्यो सुपर स्ट्रक्चरलाई विदिन 43 आवर्समा कम्प्लिट गर्यो भनेपछि 43 आवर्स मात्रै ट्राफिकलाई होल्ड गर्यो त्यो भनेको तपाईँको एक्सिलेटेड ब्रिज कन्स्ट्रक्सन टेक्नोलोजी हो त्यो भनेको अल डिपेन्ड अपन द प्रिकास्ट टेक्नोलोजी अनि प्रिकास्ट भनेको तपाईँको अहिले यस्तो आइसकेको छ फाउन्डेसनदेखि लिएर सुपर स्ट्रक्चर गर्न सकिन्छ ओके आई थिङ्क Thank you for putting such a good example पनि हैन त्यो हाम्रो अब नेबर कन्ट्रीमै छ एन्ड वी नो अल चाइना इज दि अहिले त लिडिङमै छ यो कुरामा सो हामीसँग अब टाइम छैन त्यसले गर्दाखेरि हामी अझै फर्दर हाम्रो प्यानलमा चाहिँ बस्न सक्दैनौँ म चाहिँ क्विकली गर्न सकिन्छ सर तपाईँले मलाई स्वीकृति दिनुभयो त म अगाडि बढ्छु सर हुन्छ सर त्यसो भए म फेरि एकपल्ट भरत सरसँगै जोडिन चाहन्छु डेफिनेटली जस्तो अहिले विष्णु सरले जुन कुरा राख्नुभयो हाम्रो अझै अलिकति उहाँले थप्नु पाउनु भयो जस्तो लाग्यो बिकज अफ द टाइम यसलाई अझै हल्दै थपिदिनु भयो भने राम्रो हुनसक्छ कि इन योर सेन्स होइन तपाईँको थटमा चाहिँ तपाईँको विचारमा चाहिँ अहिले नयाँ ब्रिजेसहरू बेसिकली जुन बनाइरहेछौँ कस्तो खालको लाइक टेक्नोलोजी कस्तो सिस्टम चाहिँ हाम्रो रिभर कोरिडर्स हाम्रो रिभर्सलाई सानो होला ठुलो होला त्यहाँ चाहिँ कस्तो कस्तो ब्रिज टाइप चाहिँ हाम्रो लागि अलिक सुइटेबल हुन्छ जस्तो लाग्छ सर हजुरलाई एन्ड विथ द टेक्नोलोजी धन्यवाद वास्तवमा भन्ने हो भने हामी ब्रिज बनाउँछौँ हाम्रो फेसिलिटीको लागि ट्राफिक मुभमेन्टलाई त्यसले गर्दाखेरि हाम्रो पार्ट जुन छ नि स्ट्रक्चर जहिले पनि हिडन हुन्छ हामी अरूको लागि सपोर्ट दिइरहेको हुन्छौँ त्यसले गर्दाखेरि ट्राफिकको रिक्वायरमेन्ट के छ सेफ्टीको रिक्वायरमेन्ट त्यहाँ के छ होइन त्यहाँ हामीलाई स्पिड कति दिनु परिरहेको छ त्यो हिसाबमा हामीले ब्रिजको बारेमा सोच्नु पऱ्यो त्यो हिसाबमा हेर्ने हो भने बागमतीको पुल यहाँ काठमाडौँभित्रको हेर्ने हो भने यति हाइटमा हामी रेज गर्छौँ त्यहाँ हरेक बेला दिनहुँ कति गाडी त्यहाँ पास भइरहेको छ एक्सिडेन्टको कति प्रोबेबिलिटी छ त्यो ब्रिजलाई हामीले सकभर लेभलमा गर्नु पर्थ्यो बरु इन्भर्टेड गर्नुपर्छ या के गर्नुपर्छ त्यो हिसाबमा हामीले सोच्नु पर्थ्यो कसरी सुपर स्ट्रक्चरको डेप्थ घटाउनुपर्छ त्यस्तै जसरी उहाँले भन्नुभयो चाइनाको कुरा हामी चाइना जस्तो त छैनौँ त्यही पनि बिस्तारै हामीले प्रयास गर्नुपर्छ जुन हाइवेको ब्रिजहरू छ त्यसलाई अब प्रिकास्टमा जानै पर्छ
हामीले अब साइट कन्स्ट्रक्सन गर्न सक्दैनौँ, किनभने हामीसँग त्यति टाइम र त्यो हिसाबको जुन फ्लोडको लागि हामीले पुर्न सक्दैनौँ। फ्लोडले गर्दाखेरि यो फ्ल्यास फ्लोडले गर्दाखेरि हाम्रो धेरै ब्रिजहरू फ्ल्यास भएको छ। त्यसले गर्दाखेरि हामीले फेरि कास्टमा जानैपर्छ र वी हेभ टु थिङ्क अबाउट द व्हाट विल बी द लाइट स्ट्रक्चर्स। जसरी सिएफटीमा कङ्क्रिट टु फिल गरेर हामी कम्प्रेसन साइडमा गर्न सक्छौँ, त्यसरी नै हामीले हाम्रो अरू हिसाबमा चाहिँ कस्तो फ्रेमवर्कमा जान सक्छौँ। अब विदेशको ब्रिजहरू हेर्ने हो भने 50 मिटर 60 मिटर अग्लो ट्रस बनाएर बनाएको छ, अहिलेसम्म चलिरहेछ होइन। तर बदलिदो परिस्थितिमा नयाँ टेक्नोलोजी, नयाँ फाइबर मेटेरियलहरू के आइरहेको छ, त्यो परिप्रेक्ष्यमा हामीले गर्न सकिनेमा जानुपर्छ। इकोनोमिक स्थिति पनि हाम्रो हेर्नुपर्छ, एफोर्डेबिलिटी पनि हेर्नुपर्छ, सस्टेनेबिलिटी पनि हेर्नुपर्छ। नत्र हामीले एउटा चाहिँ मोनुमेन्ट ठुलो बनाउँला र चाहिँ त्यसैमा यो चाहिँ लोन मागेर डुब्ने हो भने म चाहिँ त्यसो लाइक गर्दैन। हामीले सस्टेनेबल हुनु पर्यो र सकभर चाहिँ वी क्यान डु। हामीले चाहिँ इन्टरनेसनल टेक्नोलोजी चाहियो, इन्टरनेसनल मेटेरियल र म्यान पावर चाहिँ सकभर कमभन्दा कम चाहियो। हजुर हजुर, थ्याङ्क यू सर। डेफिनेटली अब हामीले सँगसँगै टेक्नोलोजी मात्रै भनेर त भएन, वी हेभ टु थिङ्क अबाउट आवर सेल्फ, हाम्रो सस्टेनेबिलिटी, हाम्रो इकोनोमिक पार्ट पनि छँदैछ। सकेश सरलाई पनि सानो अब एउटा रिमार्क लास्टमा, अघि हजुरले जोडी नै हाल्नुभयो आफै पनि, एउटा कन्स्ट्रक्सनको पार्ट अथवा धेरै कुराले जो फेलियरको कुराहरू छ अथवा हामीले अडप्ट गर्न नसक्ने कुराहरू पनि धेरै छ यो पोलिसी वाइज पनि। अब यसलाई अलिकति फर्दर मैले तपाईँलाई जोड्दा यो जुन क्वालिटी एस्युरेन्स र जुन क्वालिटी कन्ट्रोल कुरा छ नि त, अब यो त धेरै जोडिन्छ यसमा। यसलाई सानो रूपमा तपाईँले अब इन्स्योरिटीको कुरा गर्नु पऱ्यो भने कसरी चाहिँ अब यो नयाँ टेक्नोलोजी ल्याउँदाखेरि अथवा हामीले पुरानोमै काम गर्दाखेरि पनि त्यहाँ धेरै हाम्रो चुकिरहेको नै हुन्छ भनेपछि सानो तरिकाले हजुरले एकदम अचुक तरिकाले यसलाई चाहिँ हामीले मेन्टेन गर्नु पर्यो भन्यो भने चाहिँ क्वालिटी एस्युरेन्सलाई कसरी चाहिँ गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? मैले त्यो विष्णुजीले भनेको कुरा गर्छ मोडुलर कन्स्ट्रक्सन। यो मोडुलर कन्स्ट्रक्सन एउटा त यो भनौँ न डिजास्टर कम गर्नलाई त भन्नुभयो र ऱ्यापिड कन्स्ट्रक्सनको लागि हो भने क्वालिटीको लागि झन् ठुलो भूमिका खेल्छ। किन मोडुलर कन्स्ट्रक्सन भन्ने बित्तिकै लेट्स इमेजिन हरेक चिज फ्याक्ट्रीमा बन्छ अथवा यार्डमा बन्छ होइन, जहाँ क्वालिटी कन्ट्रोल एकदम सजिलो हुन्छ, मासमा प्रोडक्सन हुन्छ, क्वालिटी कन्ट्रोल गर्न सजिलो हुन्छ है। जस्तै अब कुनै प्रिस्टेस ब्रिज मैले अनुभव गरेको बजाङ दार्चुलामा पोस्ट टेन्सनिङ गर्नु परेको थियो एन्ड इट वाज काइन्ड अफ धेरै गाह्रो काम थियो होइन। तर अर्को एउटा मैले फेरि म सडैयाको भए पनि त्यति रुचाउँदिनँ सडैयाको अहिलेलाई, म डोलिड स्विसको टिएबाट डोलिडमा गइसकेपछि सायद यहाँ स्ट्रक्चर इन्जिनियर थिएर नेपालको पहिलो मोडुलर ब्रिज बनेको थाहा छ कि छैन, सायद थाहा छैन होला है। वीरगन्जभन्दा पश्चिम एउटा बगही कि भन्ने खोला होइन, सानो खोला, त्यो भएकै त ग्रान्ड भए सडैयाको भइहाल्यो नि, हामी सानोतिनो गर्नेहरू 20-25 मिटरको। अनि डडेलधुराबाट तल दिपालतिर आउँदाखेरि के गाड भन्ने छ त्यो दुईटा खालमा मोडुलर ब्रिज 20-25 मिटरको। इच मोडुल वाज अबाउट 2.5 मिटर, 10वटा 20वटा मोडुल थियो। अनि त्यसमा कास्टिङ गर्दाखेरि नै होल राखिएको थियो। पछि हामीले सलाइको बत्तालाई पोस्ट टेन्सन गरे जस्तै साइडमा खोरेर राख्थ्यौँ, दुईतिरबाट कन्भेन्सनल पोस्ट टेन्सनिङ कुनै अहिले जे त्यसरी राख्थ्यौँ होइन। अब त्यसको क्वालिटी, सो हामीले क्वालिटी एकदम कन्ट्रोल गर्न सक्यौँ। किन त्यो भुइँमा बनाएको थियो, एउटा के पनि भयो भने एउटा क्युब फेल भयो एउटा ब्याच भने त्यो 4वटा टुक्रा फाल्ले भन्नु पनि सक्यौँ। कन्ट्र्याक्टर वाज रेडी। त्यही कुरा यदि उसले त्यो 30 मिटरको पुल 3टा ती गरेर ढलान गरेर 28 दिनपछि क्वालिटी नपुगेर फाल भने फाल्थ्यो। हामीले त ब्याच वाइज गरेको थियो, आज 4 प्यानल ढलान गर्यो 4वटा टुक्रा, अर्को दिन 4वटा, अर्को गर्डरको 4वटा, कुन चाहिने ब्याच मिल्छ त्यो 4वटा फाल्यो। एन्ड इट वाज सो इजी भन्नलाई क्या, फाल्यो भन्दा रिप्लेस गरेर भन्ने पनि सहिलो। सो अब यही हो यो ऱ्यापिड कन्स्ट्रक्सन क्वालिटीको काम भने आई एग्री होइन, मोडुलर कन्स्ट्रक्सनमा जानुपर्छ। मैले फेरि भने डोलीडार इज होइन सडैयाको हुन धेरै अगाडि गइसकेको छ। 6 वर्ष जति अगाडि 2टा बनाएको थियो, एउटा तराईमा एउटा पहाडमा, त्यसपछि धादिङमा 2टा बनायो। अहिले 8वटा ब्रिज डोलीडार अन्तर्गत देशभरि पूर्वदेखि पश्चिमसम्म अन्डर कन्स्ट्रक्सनमा छ। यो अब कहिलेकाहीँ हामी सरकारी कर्मचारी
चाहिँ हामीले राम्रो काम गरेको पनि हामी कस्तो हो अब त्यो प्रमोसन भन्छ कि के भन्छ त्यो प्रमोसनल गर्दैन सर यस द फाइनल एन्सर इज यो डिजास्टर सबैको अफ द साइट मोडुलर कन्स्ट्रक्सन Okay, sir. Definitely. Sure, sir. Just one line, though, sir. मात्रै चाहिँ यो सबैलाई थाहा नहोला, सकिल सरलाई थाहा होला, हाम्रो रसाले बनाएको ब्रिजहरूमा उसको डेक्सलाई पनि प्रिकास्ट युज गरिएको छ, पायर क्याप पनि प्रिकास्ट युज गरिएको छ, पायरहरू बनाएको छ त्यो पनि प्रिकास्ट युज गरिएको छ। त्यो पनि त्यति 55 वर्ष अगाडि उनीहरूले जति बेला मेसिन थिएन त्यति बेला हामीले त्यो युज गऱ्यौँ। हुन त रसियनले सबै गरे हो, हामीलाई थाहा छैन, तर अहिले हामी सबै बिर्स्यौँ। बट लास्टमा म विष्णुसँग फेरि आउन चाहन्छु। एज यु सी अब हाम्रो अरू प्यानलिस्टले पनि त्यो कुरामा त जोड्दै दिनुभयो कि हाम्रो प्रिकास्ट अथवा मेबी मोडुलर अथवा अर्को टेक्नोलोजीले त्यसलाई मोर रेजिलियन्ट बनाउन सक्ला अथवा एभोइड गर्न सक्ला फ्युचर डिजास्टर्सलाई भन्ने कुरा है। तपाईँ आफै अब त्यहाँ एज अ कन्सल्टेन्ट अहिलेको अब हामीले सुनिरहेको छौँ कि वी हेभ नम्बर अफ ब्रिजेस त्यो अब यो काठमाडौँ तराई फास्ट ट्र्याकमा त्यहाँ डिफ्रेन्ट खालको ब्रिजेसहरू पनि हामीले अहिले अप्लाई गरिरहेछौँ। त्यो गर्दा अलिकति यो अब जस क्वालिटी भनेपछि रिसोर्सको कुरा पनि आउँछ, रिसोर्सको च्यालेन्जेस छ भनेपछि एज अ कन्सल्टेन्ट एज अ रिभ्युअर तपाईँले अहिले त्यहाँ अहिले जुन ब्रिजहरू बनिरहेछ त्यसलाई सानो जस्ट 1-2 लाइनमा हाम्रो च्यालेन्जेस पनि के छ भनेर पनि एकपल्ट भनिदिनु होला। म त्यो अघि जस्तो एक्सिलेटेड ब्रिज कन्स्ट्रक्सनको बारेमा कुरा आयो, त्यो मोडुलर कन्स्ट्रक्सन, विकास कन्स्ट्रक्सन, त्यसको अलिकति म डिमेरिट पनि भन्न चाहन्छु। त्यो एउटा मेन डिमेरिट भनेको तपाईँको जस्तो प्रिकास्ट त गर्नुभयो, यार्डमा गर्नुभयो, र त्यसलाई फेरि ट्रान्सपोर्ट त गर्नुपर्छ, ठ्याक्कै लोकेसन त लगाउनुपर्छ। हाम्रो अहिले नेपालको कन्डिसन कस्तो छ भने ट्रेनको क्यापासिटी त्यति छैन। ट्रेनको क्यापासिटी भनेको अब सुपर स्ट्रक्चरको आय गर्नसम्म मात्रै छ। मानौँ हामीले लङ स्पानको गर्न खोज्यो भने त्यति बेला त्यो अलिकति हाम्रो ट्रेनको क्यापासिटी भ्याउँदैन। अनि अर्को कुरा भनेको त्यो अलि लामो खालकै ब्रिजलाई ट्रान्सपोर्ट गर्नु पऱ्यो भने त्यो एउटा अर्कै खालको आउँछ, त्यो मोडुलर कन्स्ट्रक्सन भनेर आउँछ कि मोडुलर ट्रान्सपोर्ट भनेर आउँछ। त्यो प्रिकास्ट मोडुलर ब्रिज ट्रान्सपोर्ट भनेर आउँछ कि त्यस्तो अहिले भेहिकलै छुट्टै हुन्छ। त्यो भनेको तपाईँको अगाडि र पछाडि छुट्टै भेहिकल जोडेर बिचमा प्रिकास्ट राखेर अनि एकदम एकुरेसीमा त्यसलाई ट्रान्सपोर्ट गर्नुपर्छ। त्यस्तो हाम्रो अहिले रोडको नेटवर्क पनि त्यस्तो छैन। यार्डदेखि लिएर साइडसम्म गयो भने त्यसको रोडको नेटवर्क पनि त्यस्तै छैन। अब त्यसको लागि त हामीले सबै कुरामा ध्यान राखेर अनि मात्रै लार्ज स्केलको विकासलाई गर्न सकिन्छ। हाम्रो फास्ट्यागमा पनि त्यस्तै भइरहेछ, नजिकमा मात्रै छ विकास यार्ड, अनि त्यही भएर सुपर स्ट्रक्चरलाई ट्रान्सपोर्ट गर्न अलिक सजिलो हुन्छ। थ्याङ्क यू। ओके सर, थ्याङ्क यू। आई थिङ्क हामी एकदम टाइमको ब्रिङ्कमै पुगिसक्यौँ होइन। अब अझै हामीसँग 2 साइडमा रोमा बसिराख्नु भएको छ। एक-एकवटा मात्रै म क्वेसन लिन चाहन्छु, टाइम एकदमै कम भएको भएर। सुजन सरले यताबाट हात उठाउनु भयो होइन, यताबाट पनि अरू कोहीले सानो आफ्नो परिचयसहित सानो हाम्रो डिरेक्टली कसलाई स्पेसिफिकली क्वेसन गर्न चाहनुहुन्छ आफ्नो क्वेसन राख्नु होला सर। हुन्छ सर, प्रथम त सबै प्रेजेन्टर, किनोट स्पिकर लगायत प्यानलिस्टहरूलाई राम्रो प्रस्तुतिको लागि धन्यवाद। यसमा मेरो क्वेसन के छ भन्दाखेरि पहिलो क्वेसन चाहिँ हाम्रो अरुणजीलाई, जुन उहाँले फ्याक्टराइज गर्नुभएको छ, एउटा रिप्लेस भन्नुभएको छ, अर्को रेट्रोफिट भन्नुभएको छ, अर्को चाहिँ एज इट इज राख्ने कुरा गर्नुभएको छ। त्यो स्कोरिङमा जुन डिजिटहरू फाइनलाइज गर्नुभएको छ, लिमिटिङ भ्यालुहरू, त्यसको बेसिस कसरी गर्नुभयो? अब यो अलिक इन्ट्रेस्टिङ पनि लागेको हुनाले सकिल सरले अझ फोकस गर्नुभएको थियो यसमा, त्यसैले एउटा अलिकति त्यसलाई क्लियरिफाई गरिदिउँ भनेर मैले अरुण सरलाई भने। त्यसै गरी नेक्स्टमा चाहिँ हाम्रो विष्णुजीलाई, यो अहिले जुन लेटेस्ट टेक्नोलोजीको कुरा गरिराख्दाखेरि अलिकति हाम्रो भरत सरले पनि इम्फासिस दिनुभएको छ, एफोर्डेबल र चाहिँ भनौँ न हाम्रो कम्युनिटीले त्यसलाई भनौँ एक्सेप्ट गर्न सक्छ कि सक्दैन, त्यो चिज मोस्ट इम्पोर्टेन्ट हो कि त्यसलाई के छ त्यो एस्पेक्टबाट हेर्दाखेरि कसरी जान सकिन्छ न्यू टेक्नोलोजीमा, कुन फ्रेमवर्क चाहिँ हामीले एक्सेप्ट गर्न सक्छौँ भन्ने कुरा क्लियरिफाई भयो भने अझ बेटर हुन्थ्यो कि जस्तो लाग्छ। थ्याङ्क यू सुजन सर फर यो क्वेसन क्वेरिज। यता साइडबाट अहिले नै कोही राख्न चाहनुहुन्छ भने प्लिज, किनकि हामीसँग टाइम छैन, एकैचोटि क्वेसन लिन्छौँ र हामी रेस्पोन्ड गर्न लगाउँछ त्यहाँबाट। नमस्ते सम्पूर्णमा, म प्रियङ्का गुप्ता। मेरो क्वेसन के छ भने चाहिँ सरहरूले क्वेसन के अरे
ब्रिज फेलुयरको बारेमा रोडहरूको बारेमा भन्नुभयो, त्यो कसरी हुन्छ, कसरी प्रिभेन्ट गर्न सकिन्छ, सबै कुरा भन्नुभयो। तर त्यसमा पनि अब गाइडलाइन्सको कुरा आयो। अनि त्यो गाइडलाइन्स अहिले के छ, हाम्रो आफ्नै नेपालले सरकारले या हामीले त्यो गाइडलाइन्सहरू बनाइरहेछौँ कि छैनौँ, के कसो छ फ्युचरको लागि भन्ने कुरा मात्र। थ्याङ्क यू। ठिकै छ, कसै हुन्छ त ठिकै छ। ओके, म हाम्रो अरुणलाई प्लिज आन्सर हाम्रो सुजन सरको क्वेसन। थ्याङ्क यू सो मच सुजन सर फर क्वेसन। बेसिकली हामीले चाहिँ के गर्यौँ त भन्दाखेरि अब यो एउटा क्वालिटेटिभ सर्वे गरेको हो वास्तवमा, क्वान्टिटेटिभ भन्दा पनि। यसमा चाहिँ के गरेको छ भने हामीले चाहिँ जस्तै त्यो 7वटा जुन फ्याक्टर्स छ त्यसलाई सँगसँगै इच फ्याक्ट्स मानौँ न जुन हाम्रो इन्डिकेटर्सहरू छन्, मानौँ मेटेरियल डिग्रेडेसन छ भने मेटेरियल डिग्रेडेसनलाई हामीले सँगसँगै उहाँहरूलाई के पनि सोध्यौँ त भन्दा यो हामीले भन्दा पनि त्यहीँबाट आएको जुन भ्यालु छ हो त्यसैबाट नै यो सेट गरियो कसरी त भन्दाखेरि जस्तै मेटेरियल डिग्रेडेसनमा चाहिँ कसैले चाहिँ 0 भनेको चाहिँ 1 भनेको चाहिँ एकदमै केही पनि नभएको जस्तो बनाएको छ त्यस्तै अवस्थामा रहेकोदेखि लिएर 10 भनेको चाहिँ के हुनसक्छ भने स्प्यालिङ पनि भइरहेको र सँगसँगै कङ्क्रिटमा के अरे हाम्रो स्टिल पनि रिइन्फोर्स पनि हाम्रो खिया लाग्न लागेको, त्यसलाई हामीले 10 मानेका छौँ भने कुन चाहिँ अवस्थामा चाहिँ त्यसलाई चाहिँ स्कोर गऱ्यौँ हामीले 1 देखि 10 सम्म भनेपछि अब 3 आयो भने चाहिँ केही पनि नगर्ने, त्यसैलाई कोरिलेट गरेको छ। त्यति बेलै भनेको चाहिँ हाम्रो कुन चाहिँ बढी इम्पोर्टेन्ट हो त त्यहाँबाट बनायौँ नै, सँगसँगै हामीले के गर्यौँ भने त्यही स्कोरमा उहाँहरूलाई चाहिँ के कोरिलेट गर्न लगायौँ त भन्दाखेरि त्यो स्कोरमा चाहिँ तपाईँ के गर्नुहुन्छ त, अनि त्यसलाई चाहिँ हामीले अब यो एचपी सायद धेरैजनाले प्रयोग गर्नुभएको छ। यो अलिकति बढी क्वालिटेटिभ रिसर्चमा चाहिँ प्रयोग गर्ने हो। त्यसलाई चाहिँ हामीले चाहिँ नर्मलाइज्ड भ्यालुमा चाहिँ कन्भर्ट गरेर एउटा कोफिसियन्ट निकाल्यौँ हामीले। अनि त्यसैको आधारमा चाहिँ एउटा त्यो क्यालकुलेसन पनि मैले त्यहाँ राखेको थिएँ। अब धेरै त्यसमा एक्सप्लेन गर्ने अलिक समय हामीसँग कम भयो। बेसिकली यो जुन इनपुट जति पनि आएको छ त्यो सबै फिडब्याकबाट आएको यो जुन इनपुटहरू हो हामीले भन्दा पनि। र यसमा चाहिँ वास्तवमा चाहिँ सरले अब यसको चाहिँ भ्यालिडिटी के त भन्ने कुरा एउटा आउनसक्छ। त्यसको लागि चाहिँ हामीले एउटा कन्सिस्टेन्सी चेक गरेका छौँ जुनले चाहिँ एकदमै कन्सिस्टेन्ट रिजल्ट 0.1 भन्दा कम आएको छ। कन्सिस्टेन्सी लेभल आरसीको भ्यालु हामीले क्यालकुलेट गऱ्यौँ जुन चाहिँ 0.1 भन्दा कम आएको छ, जसले चाहिँ के हाम्रो रिजल्ट चाहिँ वास्तवमा चाहिँ मान्छेको सोच्ने तरिका जतिसुकै हामी फरक मान्छे भए तापनि कुनै एउटा विषयमा बोल्न दियो भने उस्तै परे कस्तो भने यो रातो भन्दाखेरि हजुरको दिमागमा पनि यही रातो आउने, मेरो दिमागमा पनि यही रातो आउने हुँदो रहेछ क्या। त्यो चाहिँ एउटा चाहिँ मैले पनि फिल गरेँ। रिलायबिलिटी टेस्ट भनेर कतै अप्लाई नै भएको छैन त, त्यसरी रिलायबिलिटी त हुने भएन। तर अब त्यही हामीले गर्न सक्ने भनेको कन्सिस्टेन्सी चेक गर्ने हो। त्यो गर्दाखेरि चाहिँ त्यसको कन्सिस्टेन्सी चाहिँ एकदमै राम्रो आएको छ। रिजल्ट सबैकोसँग चाहिँ अरूसँग कम्पेयर गर्दाखेरि चाहिँ टेन्टेटिभ चाहिँ एउटै खालको आएको छ। र अर्को एउटा राम्रो बच्चे चाहिँ यसमा चाहिँ के भएको छ भने राम्रो बच्चे भनौँ, अब मैले आफूले गरेकोलाई त राम्रो भन्नै पऱ्यो होइन। यसको एउटा राम्रो बच्चे चाहिँ के भएको छ भने यसमा चाहिँ हामीले नट जस्ट टेक्निकल मान्छे नन टेक्निकल पनि हाम्रो 15-20 जनाको चाहिँ हामीले डाटा लिएका छौँ। पहिलो कुरा जसले चाहिँ कल्चरल एस्पेक्टलाई चाहिँ अलिकति बढी चाहिँ उहाँले फोकस गर्नुहुन्छ भन्ने हिसाबले लोकल मान्छेहरूसँग गफ भएको छ। र अर्को एउटा पाटो चाहिँ के भएको छ भने यसमा चाहिँ 11 जना चाहिँ हाम्रो युएसमा काम गर्दै गर्नुभएको, जसमध्ये 3 जना चाहिँ हाम्रो युनिभर्सिटी अफ विस्कन्सिन र मिचिगनको चाहिँ हाम्रो प्रोफेसरहरू हुनुहुन्छ। हबिब तापा तबाई भन्ने हुनुहुन्छ, एकदमै नाम चलेको हुनुहुन्छ, तपाईँले सुन्नुभएको छैन। उहाँदेखि लिएर हाम्रो इटलीको 2 जना प्रोफेसर हुनुहुन्छ, त्यस्तै हाम्रो चाइनाको चाहिँ 11 जना प्रोफेसरहरू हुनुहुन्छ। त्यसपछि अस्ट्रेलियाको चाहिँ हाम्रो कृष्ण सरले चाहिँ कोअर्डिनेट गरेर हाम्रो 4-5 डाटा त्यहाँबाट आएको छ। सकेसम्म हामीले बाहिर पनि र नेपालको पनि धेरै चाहिँ नेपालकै भयो र लोकल मान्छेहरूको पनि हामीले चाहिँ रिभ्यू चाहिँ उहाँहरूबाट पनि हामीले चाहिँ फिडब्याक लिएर चाहिँ यो कोरिलेट गरेको। सायद गाइडलाइन्सको कुरा चाहिँ सरले चाहिँ भनिदिनुहुन्छ। ठिकै छ अरुण, थ्याङ्क यू फर यर रेस्पोन्स। मैले पनि यो हिजो सोधिरहेको थिएँ हाम्रो अरुणलाई कि के को बेसिस कस्तो रेस्पोन्डेन्ट्सहरू हुन्थ्यो भनेर, बट आई थिङ्क हामी बसेर यसलाई अझै बढी छलफल गरौँला पछि। सो विष्णुले प्लिज आन्सर यो। सुजन सरले सोध्नु क्वेसन भनेको अब एफोर्डेबल छ कि छैन, त्यो एफोर्डेबललाई म अलिकति एकदम सर्टमा भन्न चाहेँ। एफोर्डेबल भनेको कस्ट वाइज हेऱ्यो भने डेफिनेटली इनिसियली कस्ट एकदमै हाई हुन्छ, किनभने अब ट्रान्सपोर्ट सिस्टमदेखि लिएर सबै कुरा हामीलाई इनिसियली नै इन्भेस्ट गर्नुपर्छ। तर लङ टर्ममा हेऱ्यो भने एकदमै चिप हुन्छ, अरू जस्तो हाम्रो जस्तो ट्रेडिसनल कन्स्ट्रक्सन छ त्योभन्दा चिप हुन्छ। अनि यसमै म एउटा कुरा के जोड्न चाहेँ भने अब यदि इनिसियली कस्ट पनि महँगो छ भने अहिले यस्तो टेक्नोलोजी आएको छ चाइनामा जसमा आई थिङ्क मेबी मोस्ट अफ द पिपल
हियर आई थिङ्क डोन्ट एग्री मेबी 28 डेजको एक्सटेन्ड हामीले 5 दिनमा गेन गऱ्यो भने त्यो पोसिबल छ कि छैन त्यो भनेको चाइनामा म जस्ट लास्ट मन्थ भिजिट गरेको थिएँ त्यसमा ठ्याक्कै त्यो प्रिकास्ट यार्डमा गएर मैले हेरेको 28 डेजको आइगरको एक्सटेन्ड जस्ट 5 डेजमा कम्प्लिट गराएको छ त्यो पनि त्यो तिनीहरूको क्युरिङ सिस्टमै फरक छ त्यस्तो टेक्नोलोजी अफकोर्स तिनीहरू एडभान्स टेक्नोलोजी भित्रायो भने त इनिसियल कस्ट एकदमै महँगो पर्छ आई थिङ्क वेल एकदम डेफिनेटली अब टेक्नोलोजी सँगसँगै वी हेभ एडभान्स अ लट एन्ड वी हजुर होइन म भन्दैछु वी हेभ एडभान्स अ लट मलाई चाहिँ यो म भन्दैछु गाइडलाइनको सोध्दै हुनुहुन्छ हाम्रो प्रियङ्काजीले सो यसको लागि चाहिँ आई थिङ्क सकिल सर त्यहाँ उतापट्टि हाम्रो प्रोक्युरमेन्टदेखि लिएर यसको भेरिफिकेसनमा पनि इन्भल्भ हुनुभएको भएर उहाँ नै राइट पर्सन हुनुहुन्छ उहाँलाई नै म एन्सर गर्न अनुरोध गर्दछु उहाँले देखाएको जस्तो गाइडलाइन बनेको छैन होइन उहाँले देखाउनु भएको थियो सडैयाको आफ्नो रेटिङ सिस्टम छ रेटिङ सिस्टममा अघि भने जस्तै त्यो इन्भेन्टरी म्यानेजमेन्ट टाइपको मात्र रेटिङ सिस्टम छ भनेर स्ट्याटस देखाउने र त्यसमा त्यो क्राइटेरिया लगाएर म्याथमेटिकल फर्मुला राखेर प्रायोरिटाइजेस र बजेट एलोकेसनको चाहिँ छैन र गर्नुपर्छ भनेर मैले अघि पनि भने सडक विभागले रिसेन्टली अपडेट गरेको आफ्नो ब्रिज पोलिसीमा चाहिँ यो कुरालाई बोलेको मात्र छैन अरू चाहिँ छैन मैले अझ पनि यो सडक विभाग मात्र होइन साथै उत्तर प्रदेश सरकार पनि यसमा लाग्नुपर्छ र अझ के ओनरसिप हुनुपर्छ मैले एउटा यो कस्ट र इनोभेसन हामीले गरेको अहिले 8वटा अन्डर कन्स्ट्रक्सन 4वटामा एउटा चाहिँ क्रेन ट्रक माउन्टेड क्रेनै गरेका थियौँ हामीले मोडुल चाहिँ सानो गरेका थियौँ त्यसै कारण भनौँ न कस्तो त्यो दिपायलभन्दा तलतिरको होइन त्यो पनि हाइवेमा होइन हाइवे होइन नेसनल हाइवेमा होइन डिस्ट्रिक्ट हेडक्वार्टर पनि होइन एउटा गाउँपालिका त्यो बेलाको गाविस जाने ठाउँमा पनि गऱ्यौँ भने ट्र्याक्टरमा राखेर लगायो त्यो गाउँघरतिर हुन्छ ठुल्ठुलो चक्का भयो ट्र्याक्टरमा र क्रेन सानो क्रेनले उचाल्न सक्ने त्यो पहिल्यै हामीले कन्डिसन राखेको थियो एउटा पिस 3-4 टनभन्दा बढी हुनु हुँदैन किनभने नेपालमा उहाँले भने जस्तो त्यो ठुल्ठुलो सिँगै गर्डर बोक्ने त क्षमतै छैन सो मोडुलर कन्स्ट्रक्सन हाम्रो देश अनुकूल चाहिँ बनाउन चाहिँ सकिन्छ थ्याङ्क यू सर आई डेफिनेटली हामीले धेरै फलो गर्ने इन्टरनेसनल स्ट्यान्डर्ड छ हाम्रो कुरामा हाम्रो धेरै कुरा बनाउन बाँकी नै छ र हामीले बनाउनु पर्ने छ सबैजना मिलेर बनाउनु पर्ने छ यो कुराहरू चाहिँ यही खालको चाहिँ एउटा फ्रेमवर्क चाहिँ युज गरेको छ एकदमै फ्रुटफुल र एकदमै राम्रो छ एकदमै सफल फ्रेमवर्क चाहिँ हो तर हामीले अहिले यहाँ प्रपोज गरेको चाहिँ त्योभन्दा नि अझै वाइड छ धेरै धेरै फ्याक्टरहरू चाहिँ कन्सिडर गरेको छ र सिमिलर काइन्ड अफ उहाँले चाहिँ 5वटा छ जस्तै 5 स्केलमा चाहिँ उहाँले चाहिँ बनाउनु भएको छ होइन मिनिस्ट्री अफ ट्रान्सपोर्टेसन जुन चाइनाको छ हो त्यसले चाहिँ प्रयोग चाहिँ गरिरहेको छ जस्तो छ यसमा मैले जोडिहालेँ हामीले दुईटै फ्याक्टर राखेका छौँ स्ट्रक्चरल फ्याक्टर र कल्चरल फ्याक्टर इज कल्चरल फ्याक्टर अलवेज म्यान्डेटरी के हुन्छ होइन त्यो हिस्टोरिकल ब्रिजको लागि भनेर हामीले कल्चरल फ्याक्टर राख्यौँ अब हामीले चाहिँ हाम्रो लागि चाहिँ के चाहिँ गर्नुपर्छ भने यसमा मोडिफिकेसन गर्नुपर्छ मोडिफिकेसन इन द सेन्स हामीले अब अरू स्ट्राटेजिक फ्याक्टरहरूलाई चाहिँ हामीले कन्सिडर गर्नुपर्ने हुन्छ जस्तै हामीले चाहिँ अल्टरनेटिभ रुट छ छैनदेखि लिएर यसको इम्पोर्टेन्स के हो है हामीले भन्यो एक्ज्याक्टली हो सरले नै भन्नुभयो सरले जोड्न खोज्नुभएको कुरा पनि त्यही नै हो 0देखि मैले पनि भनेको थिएँ 0देखि 5 भनेको छ के 4 भनेको छ 5वटा फ्याक्टर छ तर दुईटा ब्रिज चाहिँ 0 आयो भने चाहिँ त्यो कोल्याप्स भयो 4 भनेको चाहिँ सबैभन्दा बेटर केही गर्न नपर्ने खालको छ जस्तै मानव दुईटाको 2 आइरहेको छ दुईटैको चाहिँ 2 फ्याक्टर चाहिँ त्यहाँ आयो इन्सपेक्सनमा भने पनि तर त्यसले के चाहिँ रिप्रेजेन्ट गरिरहेको छैन त्यसको सिग्निफिकेन्स के हो भन्ने कुरा रिप्रेजेन्ट गरेको छैन कि दुईटा त फरक हो नि त कुनै एउटा ब्रिज फेल भयो भने खासै फरक नपर्न सक्छ तर अर्को ब्रिज फेल भयो भने चाहिँ त्यसको सिग्निफिकेन्स चाहिँ एकदमै ह्युज हुन्छ फक्सिटार हो नि त होइन त्यसले त बाटै बन्द गरिदियो नि त वास्तवमा होइन त्यसै खालको अर्को कुनै पुल चाहिँ कतै बनेको होला जसले चाहिँ त्यति लेभलको इम्प्याक्ट नगर्न सक्छ होइन उहिलेको पुलमा त्यस्तै समस्या आउन सक्छ सिमिलर खालको पुल होइन त्यहाँ समस्या भयो भने त्यस्तै होला होइन त्यो भएको भएर चाहिँ यो प्रयोग चाहिँ भएको छ यो स्कुलमा अलिकति छैन ओके थ्याङ्क यू होइन आई थिङ्क छोटोमा यहाँ चाहिँ अलि भनौँ न यो अहिले हामीले भोगिराखेको देशमा चाहिँ भोगिराखेको विषयवस्तुमा आधारित रहेर चाहिँ हाम्रो दुईजना हाम्रो
सरहरूले चाहिँ प्रस्तुति गर्नुभयो मलाई एकदम सान्दर्भिक पनि लाग्यो। मैले थोरै यसमा जोड्न मात्रै खोजेको है, मेरो जिज्ञासा चाहिँ केही पनि होइन। अलिकति थोरै पोलिसीमा पनि हामीले हिट गर्नु पर्ला होइन। अब कन्स्ट्रक्सन नयाँ टेक्नोलोजीहरू इम्प्लिमेन्टेसन गर्ने कुराहरू प्र्याक्टिस चाहिँ बेटर गराउने कुराहरू त अब त्यो भइ नै हाल्यो, त्यो गर्नै पर्छ। यहाँ के आयो भने डिजाइन फेजमा जस्तो हाम्रो डिजाइनहरू चाहिँ कुन चरणमा रिभ्यू भएर हामीले चाहिँ त्यसलाई इम्प्लिमेन्टेसनमा चाहिँ बिडमा लान्छौँ भन्ने कुराहरू पनि एउटा प्रायर कुरा छ। त्यसमा हामीले अहिले भइरहेको प्रणालीमा अझ बेटर गराउनलाई पियर रिभ्यूमा अझ बढी जोड दिनुपर्ने कुराहरू चाहिँ एउटा हुनुपर्ने होला। दोस्रो चाहिँ यो हेर्दा सामान्य मानिने जस्तो टेका बगाएर पुल बगाएको धेरै केसहरू छ। त्यो प्रपर टेकाकै डिजाइन हुन्छ कि हुन्न, हामी ब्रिजको डिजाइन त गरिराखेका छौँ होइन, टेकाको डिजाइन चाहिँ हुन्छ कि हुन्न होइन। त्यो प्रपरली चाहिँ त्यो त्यहाँ इम्प्लिमेन्टेसन भइरहेको छ कि छैन त्यो मोनिटर गर्ने कसले हो होइन। त्यसको चाहिँ के हो भने डिजिटल मोनिटरिङ हुनु पऱ्यो, सुपरभिजन पनि डिजिटल हुनु पऱ्यो, त्यो खालको चाहिँ एउटा हुनु पर्ला। अनि यो भयो भने चाहिँ के हुन्छ भने हाम्रो म्युचुअल अकाउन्टेबिलिटी हुन्छ क्या त्यसमा होइन। अनि दोस्रो कुरा हामीले यो पहिलो फेजको कुरा डिजाइन इम्प्लिमेन्टेसन त्यो कन्स्ट्रक्सन सबै कुराहरू ठिक छ भने पनि जब अपरेसनमा आउँछ, अपरेसनमा आउँदाखेरि दुईवटा कारणले चाहिँ पुल फेलियर भइरहेको छ भनेर तपाईँहरूले प्रस्तुतिकरणमा राख्नु भएको छ। एउटा भन्नुभएको छ क्लाइमेट इन्ड्युस अनसर्टेन फ्लड भन्नुभएको छ होइन। अर्को कुरा चाहिँ अब ल्याक अफ एसेट्स म्यानेजमेन्टको कुराहरू आइरहेको छ होइन। अब प्रकृतिसँग त अब हामी सक्दैनौँ होला, हामीले एज्युम गरेर काम गर्ने हो, तर हामीले गर्नुपर्ने कुराहरू त गर्नुपर्ने होला। भनेपछि मेन्टेनेन्सको कुरा जस्तो हामी अहिले नेपालकै एजेन्सीमा चाहिँ रोड बोर्ड भनेर एउटा हामी देख्छौँ, त्यसले चाहिँ वर्षैभरि सडकको चाहिँ मर्मत सुमारको काम गर्छ होइन। बजेट पनि राम्रै बजेट छ त्यसको, तर सडकको भन्दा म्याक्सिमम चाहिँ नि त्यही बजेट इम्प्लिमेन्टेसन पुलको चाहिँ मेन्टेनेन्स गर्ने निकाय छैन होइन। त्यसो भएको हुनाले यो पुल र सडकको चाहिँ मेन्टेनेन्स गर्ने त्यसलाई चाहिँ युनिफाइड एउटै बनाउनु पर्ने हो कि अझ सकिल सरले भने जस्तो त प्रदेशको पुल कसले बनाइदिने, मर्मत कसले गरिदिने। एउटा कुनै नगरपालिकामा पुल बगायो, नगरपालिकाको मेयरलाई पनि पुल बनाउनु मन छ नि त, उसले आफै बनाइराखेको छ भने उसको पुल मर्मत कसले गरिदिने होइन। भनेपछि यो कुराहरूमा पनि अलिकति हामीले छलफल गर्नुपर्छ कि भन्ने मलाई लाग्छ। त्यसो भयो भने तपाईँले अहिले छलफल गर्नुभएको विषय जुन मल्टी क्राइटेरिया कन्जर्भेसन फ्रेमवर्क पनि भनेको छ र ब्रिज फ्युचर भन्ने कुरा आएको छ, त्यसलाई चाहिँ पुरा हुन्छ होला जस्तो मलाई लाग्छ। धन्यवाद। थ्याङ्क यू आचार्य सर। जस्ट सजेसन हामीले एडिसनल इन्साइट्स अझै पायौँ होइन। सो यसका साथसाथै हामी एकदम अन्त्यमा आइसकेका छौँ अब कार्यक्रमको। अब हाम्रो आजको सेसन चेयर इन्जिनियर सुरेश रेग्मी सर जो हाम्रो सिनेपको पास्ट प्रेसिडेन्ट पनि हुन्छ, उहाँलाई म डायसमा आएर हाम्रो आजको प्रस्तुतिहरूको अलिकति समराइज गर्दै यो सेसनलाई पनि क्लोज गर्न अनुरोध गर्दछु। जहाँ जाँदै म नेपाल इन्जिनियर्स एसोसिएसन जसले हामीलाई चाहिँ यो आजको यो प्लेटफर्म दियो त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु हाम्रो सिनेपको तर्फबाट र म व्यक्तिगत तर्फबाट पनि। त्यस्तै हाम्रो एक्जिक्युटिभ कमिटी जुन अहिलेको 10th एक्जिक्युटिभ कमिटी छ, हाम्रो प्रेसिडेन्ट सेक्रेटरी हाम्रो ट्रेजरर हुनुहुन्छ, यहाँ इन्क्लुड हाम्रो एक्जिक्युटिभ मेम्बर डाक्टर विष्णु नै प्यानलिस्टमा हुनुहुन्छ, लगायत हाम्रो सम्पूर्ण अरू मेम्बर पनि हुन सक्नुहुन्छ। उहाँहरूले पनि मलाई यो अपर्च्युनिटी टु विथ दिस रेस्पोन्सिबिलिटी मलाई आज मोडरेटरको रूपमा यहाँ पठाउनु भयो, त्यसको लागि म धन्यवाद दिँदै र हाम्रो सबै प्रेजेन्टर दुईजना डाक्टर राघवेन्द्र यादव, अरुण पौडेल अनि हाम्रो प्यानलिस्टहरू डाक्टर भद्रमण्डल सर, डाक्टर विष्णु, हाम्रो इन्जिनियर सकिल सरलाई फेरि पनि धन्यवाद दिँदै म चाहिँ बिदा हुन चाहन्छु। प्लिज सर। अवसर दिनुभयो उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। अब यो धेरै जसो कुराहरू त यो पेपर प्रेजेन्टरहरूले आफ्नो राखिसक्नुभयो। जुन चाहिँ डाक्टर यादव र प्रोफेसर अरुण पौडेल उहाँको एक्सेलेन्ट प्रेजेन्टेसन पाएँ मैले, धेरै राम्रो प्रेजेन्टेसन गर्नुभएको छ। त्यस्तै गरी हाम्रो चाहिँ प्यानलिस्टहरू र मोडरेटर उहाँहरूले एक्सेलेन्ट आफ्नो काम गर्नुभयो। अब म चाहिँ मलाई त धेरै समय छ कि छैन मलाई थाहा छैन, आई डोन्ट नो, यो धेरै समयको क्रन्च छ। त्यसैले म चाहिँ आफ्नो अनुभव खास गरी चाहिँ म सेयर गर्न चाहन्छु अलिअलि। यो ब्रिज फेलियरको कुराहरू धेरै जसो यहाँ आयो, तर मैले चाहिँ कन्स्ट्रक्सन फेलियर एउटा अब्जर्भ गरेको थिएँ मैले आफ्नो कार्यकालमा। जुन चाहिँ मेन कन्ट्र्याक्टरको अलिकति भनौँ न उसले इकोनोमी गर्ने अथवा चाहिँ अलिकति चाहिँ नचाहिने मेम्बरहरूलाई उसले जोड दिन खोज्यो। ट्रस्ट ब्रिज थियो
त्यसमा के भयो भने सानो कटिङ गर्दाखेरि अलिकति सानो पिस भयो भनौँ न, गसेट प्लेट टु गसेट प्लेटमा अलिक सानो। अब त्यो गसेट प्लेटले नै सबै लोड लिनु पऱ्यो मेम्बर सानो भएको कारणबाट, टेन्सन कम्प्रेसन मेम्बरहरू हुन्छ नि त। त्यसले गर्दाखेरि त्यो ब्रिज एउटा चाहिँ फेरि भयो, राप्तीको ब्रिज थियो त्यो दाङमा। त्यो तपाईँहरूलाई त्यतिखेर याद छैन होला, त्यो धेरै पहिले, त्यसमा धेरै साथीहरूले त्यसमा पनिसमेन्ट पनि पाउनुभयो। त्यो मुख्य एउटा कारण थियो पनि, म स्ट्रक्चरल इन्जिनियर, म त्यो विभागमै थिएँ। एउटा मैले के देखेँ भने त्यो रिपोर्टिङ भएन। त्यो धेरै जस्तो विभागमा कस्तो छ भनेदेखि चाहिँ त्यो रिपोर्टिङ जे जति हुन्छ तलै बस्छ, डिभिजन प्रमुख चाहिँ म्यानेजर हुन्छ, एकाउन्ट म्यानेजर भनौँ, उसँग मात्रै पुग्छ, त्योभन्दा माथि चाहिँ पुग्दैन। म चाहिँ स्ट्रक्चरल इन्जिनियर त्यहीँ बसेको छु, मलाई अलिकति मैले समयमा रिपोर्ट भइदिएको भए सायद त्यो पुल चाहिँ कोल्याप्स हुँदैन थियो, बस्थ्यो। त ब्रिज कोल्याप्सको यहाँ धेरै जस्तो कुराहरू आयो। तर एउटा दुइटा मैले आफ्नो अनुभव कसरी सेयर गर्न चाहन्छु भनेदेखि ब्रिज फेल्युर चाहिँ खास गरी चाहिँ ओभर स्प्यान दिएर पनि हुनसक्छ ठाउँ ठाउँमा। किन? चाहिने भन्दा बढी हामीले चाहिँ वाटरवे क्यालकुलेसन गर्दैनौँ धेरै जस्तो ठाउँमा। त्यो चाहिने भन्दा बढी चाहिँ जब हामी स्प्यान दिन्छौँ नि, लेन्थ दिन्छौँ, लेन्थ दिएपछि के हुन्छ भने स्काउरिङको साथसाथै सिल्टिङ हुन्छ। सिल्टिङले गर्दा वाटर बेड लेभल राइज हुन्छ। त्यो बेड लेभल राइज भएपछि के हुन्छ, पानीहरू चाहिँ पस्छ, बस्तीमा पस्छ, जस्तो अर्बनमै देखियो नि त। त्यो के हो मतलब सिल्टिङ भएपछि माथि जान्छ। जस्तो मैले आफै अनुभव गरेको एउटा के भन्न चाहन्छु भने म महाकाली ब्रिजमा स्प्यान कति राखेको छ भने 800 मिटर, तर एज टु एज मतलब ब्याङ्क टु ब्याङ्क डिस्टेन्स चाहिँ 2 किलोमिटर छ। त्यो बेलामा सडक विभागका साथीहरू मलाई धेरै अप्ठ्यारो पर्यो त्यो कन्भिन्स गर्नलाई कि होइन 800 मिटरले पुग्छ। अहिले त्यो ब्रिज बनिराखेको छ, केही पनि छैन, त्यो ठिक छ। किन? त्योभन्दा अप स्ट्रिम एबाउट 4 किलोमिटर अफ स्ट्रिममा त्यसमा एउटा मात्रै खोला मिसिया छ, 700 मिटरको पुलले पुगिराखेकै छ। जबकि त्यहाँ चाहिँ हामीहरूलाई धेरै जस्तो म कन्सल्टेन्ट अर्कै हाट थियो, मेरो विभागको हाट थिएन, कन्सल्टेन्टको हाट थियो। त्यसमा चाहिँ मलाई उहाँहरूलाई कन्भिन्स गर्न धेरै अप्ठ्यारो परेको थियो कि त्यो 800 मिटर इज इनफ, उहाँहरूले 2 किलोमिटरै राख्नुपर्छ भन्ने स्ट्रेस गरिरहनु भएको थियो। त्यसले गर्दा के हो भनेदेखि ब्रिजको कस्ट पनि बढ्ने भयो र चाहिँ नचाहिने किसिमको सिल्टिङ भएर महेन्द्रनगरमा पानी पनि पस्न सक्छ। त्यस्तो किसिमको स्थितिहरू मैले प्र्याक्टिकल भोगेको छु। अर्को एउटा 2000 मिटरको पुल एउटा डिजाइन गरेर म चाहिँ डिडिजी थिएँ, त्यतिखेर आयो मेरो टेबलमा आयो। मैले कन्सल्टेन्टलाई सोधेँ यो चाहिँ कर्णाली होइन, कोशी होइन, यत्रो ब्रिज किन चाहियो? एक्चुअली त्यतिखेर समय विभागमा के थियो भने त्यो वाटरवे क्यालकुलेसन गरेर ब्रिजको लेन्थ फिक्स गर्ने चलनै रहेनछ। म चाहिँ भर्खर आइपुगेको थिएँ। अनि मैले वाटरवे क्यालकुलेसन गरेर त्यहाँ चाहिँ हेर्दाखेरि 200 मिटरमा पुग्ने भयो। त्यो ब्रिज कैलालीमा दोधामा अहिले पनि बनेर इज वर्किङ फाइन। त्यस कारण के हुन्छ भने कहिलेकाहीँ हामी कन्सल्टेन्ट तर्फबाट के भइन्छ भने एकदमै एक्सेप्सनल लेन्थ प्रोभाइड गरिदिन्छौँ। त्यसले गर्दाखेरि दुईवटा हुन्छ, एउटा त एकदम 90% कस्ट बढी लाग्यो त्यो ब्रिजमा स्पेसली होइन, अर्को चाहिँ त्यो बढी चाहिँ सिल्टिङ भएको कारणबाट बस्तीमा पस्छ। अर्बन फ्लडिङको अघि कुरा आएको थियो, अर्बन योभन्दा पहिलेको प्रेजेन्टेसन इन्फ्रास्ट्रक्चरमा होइन, त्यहाँ के भन्छ भनेदेखि त हामी बढी स्प्यान प्रोभाइड गरिदिन्छौँ, सिल्टिङ हुन्छ, पानी जति पस्छ उसमा। अब कहिलेकाहीँ बाइचान्स चाहिँ हामी कहाँ के हुन्छ भने यो अर्बन उसमा त अहिले हामीले प्रोभाइड गर्न पनि सक्दैनौँ, धेरै लामो ब्रिजहरू प्रोभाइड गर्न सक्दैनौँ, किन दुईतिरबाट चाहिँ अर्बन बस्तीहरू पसिसकेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो ब्रिजको लेन्थ चाहिँ त्यहाँ अलरेडी रेस्ट्रिक्टेड हुन्छ। अर्को कुरा धेरै के 1950 को प्लट यहाँलाई धेरै थाहा छैन होला, 1950 भने अङ्ग्रेजी 1950 होइन, सरी 2050 हामीमध्ये कतिलाई थाहा होला, कतिलाई थाहा छैन। यो धेरै जसो रसियन रोडको कुराहरू आयो, हामीहरूले ब्रिज फेल्युर भन्यौँ। त्यो ब्रिज फेल्युर वास्तवमा कुनै पनि ब्रिज त्यतिखेर फेल भएको थिएन रसियन सेक्टरमा। पहाडी सेक्टरमा त भएको थियो, मुलेकियरमा भएको थियो, तर रसियन सेक्टरमा भएको थिएन। रसियन सेक्टरमा के भयो त ब्रिज भएको थियो, ब्रिज एभर्टमेन्ट ब्रिज भएको थियो। हामीहरूले त्यसलाई सजिलैसँग एभर्टमेन्टमालाई रेस्टोर गऱ्यौँ, ट्राफिक चलायौँ, त्यतिखेरको कुरा हो यो। त्यसै कारणले ब्रिज चाहिँ हत्तपत्त फेल हुने चाहिँ पहिले मण्डल सरले पनि भन्नु, पहिलेका ब्रिजहरू हत्तपत्त फेल भएका छैन।
तर अहिले चाहिँ किन फेल हुन्छन् झन् हामीले चाहिँ बढी मतलब सेफ्टी फ्याक्टरहरू युज गरिरहेको छ त्यही पनि किन फेल हुन्छ भन्ने कुराहरू एउटा चाहिँ अध्ययनकै विषय रहन सक्छ। अब लाइफ स्प्यान स्ट्रक्चरको मलाई के कुरा धेरै जसो साथीहरू चाहिँ 100 वर्ष चाहिँ इन्फ्रास्ट्रक्चरको अथवा ब्रिजको बिल्डिङको भन्नुहुन्छ, तर म चाहिँ न्युयोर्कमा हेर्छु, युएसएमा हेर्छु, त्यहाँ 125 वर्षपछिको त्यो टनल हिजै बनाए जस्तो देखिन्छ। त्यो न्यू जर्सीबाट न्युयोर्क जाने टनल होइन, त्यहाँ ब्रुकलिन ब्रिजहरू देखिन्छ 125 वर्ष पुरानो छ, ट्राफिक त्यतिकै चलिरहेको छ। त्यसरी लाइफ स्प्यान भन्ने कुरो जुन हामीले राख्छौँ रिप्लेस गर्नुपर्छ भन्ने धेरै जस्तो हामीहरूको त्यो थिङ्किङ हुन्छ। रिप्लेस भन्दा पनि त्यो राम्रोसँग मेन्टेन भएको छ र कन्स्ट्रक्सनमा सुरुमा क्वालिटी राम्रो छ भनेदेखि इट विल स्ट्यान्ड फर भनौँ न आई क्यान से हन्ड्रेड्स एन्ड हन्ड्रेड्स अफ इयर्स। मैले युरोपमा पनि देखेको छु, अमेरिकामा पनि देखेको छु, त्यो दे आर स्ट्यान्डिङ फाइन। हामी कहाँ के हुन्छ भने 50 वर्ष पुग्यो भने वी टक अबाउट एजिङ एन्ड त्यसलाई रिप्लेस गर्ने, यो गर्ने ऊ गर्ने भन्ने कुराहरू हामी गरिरहेको हुन्छौँ। अर्को चाहिँ हामी कहाँ धेरै कल्चर के छ भनेदेखि नयाँ बनाउने, पुरानोलाई चाहिँ मेन्टेनेन्स पनि कम गर्ने। जस्तो यो उसको बागमतीको जुन चाहिँ सिङ्क भएको थियो, एउटा पियर सिङ्क भएको, एभ्रिथिङ वाज फाइन, तर त्यसलाई हामीले चाहिँ डिस्मेन्टल गरेर नयाँ बनाइ धेरै जस्तो कि त्यो कल्चर छ कि हामी कहाँ नयाँ बनाउनेपट्टि बढी हामी दिन्छौँ। किन हो मलाई थाहा छैन। त्यो पुरानो त्यसलाई चाहिँ ज्याकिङ गरेर इजिली त्यो बागमती पुल चाहिँ गर्न सकिन्छ। जस्तो यो बागमतीको गरियो नि यहाँनिर त्यसै गर्न सकिन्थ्यो, त्यो गरिएन। अब यस्तै हो, विभिन्न कारणहरूले गरिएन होला। जस्तै स्क्याफोल्डिङको कुरा निकाल्नु हो भने स्क्याफोल्डिङमा त कसले डिजाइन गर्ने, त्यो कन्ट्र्याक्टरले जे स्क्याफोल्डिङको डिजाइन वास्तवमा माग्नुपर्ने हो इन्जिनियरहरूले। हामीहरूले मागिराखेका हुँदैनौँ। स्क्याफोल्डिङको डिजाइन राम्रोसँग मागिराखेको उनीहरू कन्सल्टेन्टले पनि गर्दैन होइन, कन्सल्टेन्टले पनि त्यो हामी माग्दैनौँ नि। हाम्रो TOR-मै छैन स्क्याफोल्डिङको डिजाइन, त्यसले गर्दा त्यो आउँदैन। कन्सल्टेन्ट अब कन्ट्र्याक्टरले आफ्नो हिसाबले उसले चाहिँ टेका दिन्छ, त्यो टेका चाहिँ 2 पटक चाहिँ गएको भन्ने देख्यो नि त त्यहाँनिर। यस हिसाबले चाहिँ यस्तै कुराहरू हुन् मेरो राख्नुपर्ने कुरा। अब धेरै छैन, धेरै समय पनि छैन होला, है समय पनि धेरै छैन होला। यति यी सब कुराहरू। अब अर्को कुरा के छ भने हाम्रो धेरै जसो मेन्टेनेन्सको विकनेस पनि हुन्छ। हाम्रो ब्रिज फेल्युर हो मैले देखेको, त्यो ब्रिजको चाहिँ वाटरवे हुन्छ, सर्टेन पार्टमा मात्रै चाहिँ वाटर फ्लो भइरहेको हुन्छ। त्यसलाई युनिफर्म डिस्ट्रिब्युट गर्ने चाहिँ ब्रिज इन्सपेक्सन हामी कहाँ म्यानुअलहरू पनि छ, त्यो हामीले युज पनि गर्दैनौँ प्रायः छ। मैले देखिराखेको छु त्यो चाहिँ रुटिन इन्सपेक्सन, पेरियोडिक इन्सपेक्सन भन्ने छ नि त। पब्लिकेसन त मैले आफ्नै टाइममा पनि धेरै मेहनत गरेर त्यहाँ चाहिँ उहाँ प्रियङ्काजीको कुरामा चाहिँ केही न केही चाहिँ छ DOR-मा गएर हेर्न सक्नुहुन्छ। तर त्यो चाहिँ एनफ छ अहिलेको स्थिति। त्यो अब 2050 सालमा बनाएका तीहरू अब कतिको DOR-ले थपेन मलाई थाहा छैन, तर ती चाहिँ केही न केही छन्, ती एडेक्वेट भएकै छैनन्। अहिलेको कतिको समसामयिक छ त्यो अहिले भन्न मलाई गाह्रो हुन्छ। त्यो चाहिँ छन्, केही न केही चाहिँ छ DOR-मा। त्यति मैले भने आफ्नो कुरा यति राखेँ र साथसाथै चाहिँ सबैलाई धन्यवाद दिँदै अब के गर्नु, म यो सेसन क्लोज गरेको चाहिँ एनाउन्स गर्न चाहन्छु। धन्यवाद। आज नेपाल इन्जिनियर्स डेको अवसरमा यो टेक्निकल सेसनमा आउनुभएको सम्पूर्ण सरहरूलाई र इन्जिनियर आर्किटेक्ट साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। र उहाँहरूको सम्मान स्वरूप हाम्रो नेपाल इन्जिनियर्सनले टोकन अफ लभको व्यवस्था गरिएको छ। हाम्रो स्ट्रक्चर इन्जिनियर्सन अफ नेपाल सिनेपका अध्यक्ष हाम्रो कृष्ण सिंह बस्नेत सरलाई म अगाडि आह्वान गर्न चाहन्छु र हाम्रो सुरेश रेग्मी सरलाई हस्तान्तरण गरिदिन म आग्रह गर्न चाहन्छु। यो हल्का डिम गर्नु है। त्यसै गरी किनोट स्पिकर राघवेन्द्र सरलाई म अगाडि आउन आग्रह गर्न चाहन्छु। त्यसै गरी स्पिकर इन्जिनियर अरुण पौडेल सरलाई म आग्रह गर्न चाहन्छु। त्यसै गरी एसोसिएट प्रोफेसर डाक्टर भरत मण्डल सरलाई म
टोकन अफ ल आग्रह गर्न चाहन्छु म। त्यसै गरी इन्जिनियर शकिल मानन्दर सरलाई म आग्रह गर्न चाहन्छु। त्यसै गरी म विष्णु गुप्त गौतम सरलाई म आग्रह गर्न चाहन्छु। त्यसै गरी टोकन अफ लभ प्रदान गरिदिन म डाक्टर भरत प्रधान सरलाई म आग्रह गर्न चाहन्छु। मोडरेटर। त्यसै गरी रिपोर्टर हाम्रो किशोर विक्रम शाही सरलाई आग्रह गर्न चाहन्छु। त्यसै गरी म रितेश यादवलाई म आग्रह गर्न चाहन्छु। रिपोर्टर र एउटा ग्रुप फोटो लिएर हामी सेसन बजेट दिएको छौँ सडक बोर्डको माध्यमबाट रिकरेन्ट र रुटिन मेन्टेनेन्सलाई 100% फन्डिङ हुन्छ है हुन्छ। त्यसपछि स्पेसल ब्रिजलाई जस्तो तपाईँको चाहिँ हाम्रो के अरे यो प्रणाली पुललाई हामीले प्रत्येक वर्ष 1 करोड रुपियाँ लाग्छ मेन्टेनेन्स सिस्टम छ। ठिक छ लिनु